नेपाली भाषा साहित्यको विकासमा दियालो पत्रिकाको योगदानबारे राष्ट्रिय परिसंवाद कार्यक्रम आज साहित्य अकादमी तथा नेपाली साहित्य सम्मेलन दार्जिलिङको संयुक्त तत्त्वावधानमा नेपाली भाषा र साहित्यको समृद्धिमा दीर्घकालीन योगदान पुर्याउँदै आएका साहित्यिक पत्रिका दियालोको ऐतिहासिक भूमिका, साहित्यिक मूल्य र समकालीन सान्दर्भिकतामाथि विषयक एक दिवसीय राष्ट्रिय परिसंवाद नेपाली साहित्य सम्मेलनको सुदपा प्रेक्षागृहमा सम्पन्न गरियो। कार्यक्रमको उद्घाटन सत्र नेपाली साहित्य सम्मेलनका अध्यक्ष डाक्टर सीके राईको अध्यक्षता साहित्यकार डाक्टर जीवन नाम्दुङको प्रमुख आतिथ्यमा सम्पन्न गरियो। प्रथम चरणमा साहित्य अकादमीका कार्यक्रम अधिकारी अभिषेक रथद्वारा स्वागत मन्तव्य राखेपछि साहित्य अकादमीको नेपाली परामर्श मण्डलका सदस्य प्रेम प्रधानले उद्घाटन सम्बोधन प्रस्तुत गरे। प्रमुख अतिथि डाक्टर जीवन नाम्दुङले आफ्नो वक्तव्य राखेपछि अध्यक्ष चन्द्रकुमार राईद्वारा अध्यक्षीय सम्बोधन प्रस्तुत गरे। नेपाली साहित्य सम्मेलनका मूल सचिव महेन्द्र प्रधानद्वारा विधिवत सञ्चालन गरिएको यस परिसंवादको पहिलो प्राविधिक सत्र साहित्यकार नन्दा हाङखिमको अध्यक्षतामा सम्पन्न गरियो। यसपछि क्रमैसँग कार्यपत्र प्रस्तुतकर्ता इन्द्रबहादुर छेत्रीले नेपाली कथा साहित्यमा दियालोको योगदान, सुकराज दियालीले नेपाली नाटक क्षेत्रमा दियालोको योगदान तथा भक्तराज सुनुवारले नेपाली बाल साहित्य र अनुवाद साहित्यमा दियालोको योगदान विषयमाथि आआफ्नो वार्ता प्रस्तुत गरेपछि अध्यक्षद्वारा सम्बोधन राखियो। यसपछि दोस्रो अनि अन्तिम प्राविधिक सत्रको अध्यक्षता साहित्यकार सचेन राई दुमीले गरेका थिए भने कार्यपत्र प्रस्तुतकर्ताहरूमा मेघनाथ छेत्रीद्वारा नेपाली निबन्ध तथा समालोचना क्षेत्रमा दियालोको योगदान, डाक्टर बिना हाङखिमले नेपाली कविता क्षेत्रमा दियालोको योगदान अनि डाक्टर नकुल छेत्रीले भ्रमण साहित्यमा दियालोको योगदानमाथि आफ्नो कार्यपत्र प्रस्तुत गरेपछि अध्यक्षीय सम्बोधन सचेन राई दुमीले राखेपछि समापनमा नेपाली साहित्य सम्मेलनका सहसचिव जोगेन दर्नालले धन्यवाद ज्ञापन राखेपछि एक दिवसीय कार्यक्रमको समापन गरियो। निवेदन टक्राउँदछु। यसरी नै प्रमुख अतिथि नेपाली साहित्यका एक विद्वान डाक्टर जीवन नाम्दुङलाई प्रमुख अतिथिको आसन गरिदिन हुन म निवेदन टक्राउँदछु। यसरी नै साहित्य अकादमीका यो कार्यक्रमको अधिकारी प्रोग्राम अफिसर श्री अभिषेक रथज्यूलाई पनि यहाँ आसन गरिदिन हुन म निवेदन गर्दछु। यसै गरी आजको उद्घाटन भाषणमा सरिक हुनुभएका श्री प्रेम प्रधानज्यूलाई पनि आसन गरिदिन हुन म निवेदन गर्दछु। अब उहाँहरूलाई खरा अर्पणको निम्ति नेपाली साहित्य सम्मेलनका सदस्य श्रीमती मुना राईलाई म निवेदन गर्दछु। अध्यक्ष डाक्टर चन्द्रकुमार राईप्रति खदार्पण, प्रमुख अतिथि डाक्टर जीवन नाम्दुङप्रति खदार्पण, यसरी नै प्रोग्राम अफिसर
अभिषेक रथप्रति खदार्पण। त्यसरी नै श्री प्रेम प्रधानप्रति खदार्पण। अब यहाँहरूलाई यो कार्यक्रम प्रारम्भ हुनुभन्दा अघि दीप प्रज्वलन गरिदिनु हुन म नम्र निवेदन प्रदान गर्छु। शुभं करोति कल्याणं आरोग्य धन संपदा शत्रुबुद्धि विनाशाय दीपज्योति नमस्ते। शुभं करोति कल्याणं आरोग्य धनाय दीपज्योति नमस्ते। हमारा जो कन्वेनर है नेपाली एडवाइजरी बोर्ड, ये हमारा गुरुजनों को दो पहले कन्वेनर भी पढ़ा है, वो तो बोलेंगे ही, तो सब्जेक्ट के बारे में मैं कुछ नहीं बोलूँगा ज़्यादा। मुझे सब एक ही बोलना है कि देखिए ये जैसे सारे जो रीजनल लिटरेचर है, सारे लिटरेचर में ही वो जर्नल्स का बहुत इंपॉर्टेंट भूमिका रह चुका है। जैसे आप अगर असमीज में भी देखिए जोनाकी और वो सारे बाकी जो ये है, बंगाल में भी था कल्लोल और सारे, जैसे सारे रीजनल लिटरेचर में वो मैगजीन्स का बहुत बड़ा भूमिका रह चुका है। तो ऐसा ही एक प्रोग्राम हम आज देखने के पाएंगे और आप सब लोग को फिर से बहुत बड़ी धन्यवाद। मैं सीधे बराबर जो है गुरुजन है वो लोग बोलेंगे। नमस्ते सर, धन्यवाद। श्री अभिषेक रथप्रति धन्यवाद ज्ञापन गर्दै अब यो कार्यक्रमको समारोहको उद्घाटन भाषणको निम्ति श्री प्रेम प्रधानलाई म यहाँ आग्रह गर्दछु। नेपाली साहित्य सम्मेलन तथा साहित्य अकादमी दिल्लीको संयुक्त आयोजनामा आयोजित परिसंवादमा आउनुभएका समस्त दर्शकवर्ग साहित्यकारहरूलाई हार्दिक अभिनन्दन जनाउँदै यस समारोहका अध्यक्ष डाक्टर चन्द्रकुमार राईज्यू, वरिष्ठ साहित्यकार अनि समारोहका अतिथि डाक्टर जीवन नामदुङज्यू, साहित्य अकादमी दिल्लीबाट प्रतिनिधित्व गर्दै कलकत्ताबाट आउनुभएका श्री अभिषेक रथज्यू, साथै सम्पूर्ण भाषाप्रेमी साहित्यकारहरूलाई फेरि अभिनन्दन जनाउँदै मेरो यो उद्घाटन भाषण संक्षेपमा प्रारम्भ गर्दछु। यहाँलाई थाहा छ, नेपाली साहित्य सम्मेलन 25 मई 1924 मा स्थापित भएको पुरानो साहित्यिक संस्था हो। ब्रिटिस कालमा त्यसबेला हामी नेपाली गोर्खाहरूको अवस्था ठिक थिएन। शिक्षामा हामी पछाडिएका थियौँ, आर्थिक अवस्था पनि राम्रो थिएन। त्यस्तो अवस्थामा केही वरिष्ठ साहित्यकारहरू भेला भई सम्मेलन स्थापना भइरहेका हुन् र 1925 मा स्थापित भएको सम्मेलनको मूल उद्देश्य नै नेपाली भाषा साहित्यको प्रचार प्रसार गर्नु हो, शिक्षाको प्रचार प्रसार गर्नु थियो अनि पाठ्यक्रमहरूको प्रकाशन पनि थियो। यी विशेष विभिन्न उद्देश्यहरू लिएर स्थापित भएको यो संस्थाले त्यस 1925 सालदेखि वर्तमान कालसम्म विविध कार्यक्रमहरू गरेको छ। भाषा साहित्यको उत्थान,
विकासको निम्ति पनि नेपाली साहित्य सम्मेलनले काम गरि नै रहेको छ। सम्मेलन स्थापना भएको 7 वर्षसम्म कुनै पत्र पत्रिका प्रकाशन भएको थिएन। जज बजारमा सानो कोठामा, भाडाको कोठामा त्यसबेला सम्मेलन चलाइएको थियो र त्यसको 7 वर्षपछि नेपाली साहित्य सम्मेलन पत्रिका प्रकाशन भयो र 1931 सालदेखि 1936 सालसम्म नेपाली साहित्य सम्मेलन पत्रिका 7वटा अङ्क प्रकाशित भए। ती अङ्कहरूमा भाषा साहित्य सम्बन्ध लेखहरू, सभाको विवरणहरू, केही कथा र अन्य लेखहरू प्रकाशित भएका थिए। त्यसबेला पद्मप्रसाद प्रधान र हरिप्रसाद प्रधान दुवै सम्पादक हुनुहुन्थ्यो र त्यसपछि यो फेरि प्रकाशन भएन। त्यस बीचमा नेपाली साहित्य सम्मेलनले पत्रिका प्रकाशन नगरेर विविध पुस्तकहरू प्रकाशन गर्यो, जस्तै कथा कुसुम, तुलसी चस्मा, भगवत गीता आदि आदि धेरै पुस्तकहरू प्रकाशन गर्यो र त्यति बेला यो कुनै पनि पत्रिका प्रकाशन भएन। तर 27 वर्षपछि फेरि त्यति बेलाका कार्यकारी समितिका सदस्यहरूले भाषा साहित्यको प्रचार प्रसार गर्नु निमित्त पत्रिकाको आवश्यकता रहेको महसुस गरे र 14 मई 1959 सालमा एउटा सभा डाकियो र त्यस सभामा नेपाली साहित्य सम्मेलन पत्रिका दियालु प्रकाशन गर्ने प्रस्ताव लियो। त्यसबेला अध्यक्ष हुनुहुन्थ्यो धरणीधर शर्माज्यू अनि उपाध्यक्ष हुनुहुन्थ्यो तुलसी। लेखिएको छ दियालुको योगदानबारे केही भन्नुपर्ने कुरो छोटो समयमा भन्ने कोसिस गर्छु। तपाईँहरू टाढा टाढाबाट आउनु भएको छ, कति समय माया मारेर। दियालो अहिले 156 अङ्क भइसक्यो र अघि चाल पाउनुभयो 14 नोभेम्बर 1959देखि प्रकाशित भएको दियालो कति वर्ष हो तपाईँहरूलाई थाहा छ र हामीले गर्नुपर्ने कति थियो त्यसमा हामी धेरै ढिलाएका छौँ। ढिलाए तापनि यो बन्द भइहालेको छैन, यसमा चाहिँ खुसी मान्नुपर्छ। धेरै राम्रा संस्थाका धेरै उच्च स्तरीय पत्रिकाहरू असामयिक रूपले बन्द भएर गए। यसै त 344 अङ्कसम्म प्रकाशित गर्ने पत्रिका पनि बन्द भयो। हाम्रो ध्वनि कवाटीको 194 अङ्क प्रकाशित गर्ने उदय पनि बन्द भयो बनारसको। यस्तो प्रकारले हेरेर ल्याउँदा यति दीर्घजीवी पत्रिकाहरू कुनै पनि छैन भारतीय नेपाली साहित्यको परिप्रेक्ष्यमा। र दियालो धेरै भएको छैन, 150 अङ्क भयो होला र येन केन तगिरहेकै छ। अनि यसले आफ्नो प्रकाशनमा नियमितता दिन नसके तापनि निरन्तरता भने दिइरहेको छ। नियमित रूपले नभए पनि छापिरहेको छ, हराइहालेको छैन। अनि एउटा कुरो के भने दियालो चाहिँ पर्यो विशुद्ध साहित्यिक पत्रिका। यसमा राजनीतिको कुनै पनि पार्टीको सिद्धान्तलाई लिएर वकालत गरेको तपाईँले पाउनुहुन्न सुरुदेखि नै। विशुद्ध साहित्यिक पत्रिका भएर रहनु कति कठिन र कति गाह्रो कुरो छ, यो यहाँलाई थाहा भएको कुरो हो। पत्रिका विशेष गरी 3 प्रकारका हुन्छन्। एउटा हो संस्थागत, एउटा हो व्यक्तिगत, एउटा हो सरकारी। ध्यान दिनु होला है तपाईँहरूले राम्रोसँगले। एउटा हो संस्थागत, एउटा हो व्यक्तिगत, एउटा भयो सरकारी। 3 तहका पत्रिकाहरू हुन्छन्। नेपालमा हामी हेर्छौँ सरकारी तहमा रहेको मधुपर्क मात्र अहिलेसम्म रहेको छ।
अरू जति पनि समाचार पत्रहरू छन् सबै संस्थागत व्यक्तिगत एकजनाको लगानीमा सजिएका पत्रिकाहरू छन्। र मैले आजभन्दा 34 वर्ष अगाडि नेपाली साहित्यमा दियालोको योगदान भन्ने एउटा निकै लामो समालोचना मधुपर्क भन्ने पत्रिकामा छापेको थिएँ। अहिले बिहान पनि मैले त्यो हेरेँ एकपल्ट। र दियालोले साँच्चै नै भारतीय भूमिमा जुन प्रकारले आफ्नो उद्यम गर्यो, जुन प्रकारले आफ्नो प्रकाशनलाई निरन्तरता दियो, अनि तत्कालीन निरन्तरता दिनुपर्छ, तत्कालीन सिकारो अवस्थामा रहेका तर अहिले अग्रज दिग्गज बनेका साहित्यकारहरूका रचनालाई, उहाँका सृजनाहरूलाई निरन्तर रूपले प्रकाशित गरिरह्यो र सम्भवतः सरकारी तहमा पनि व्यक्तिगत तहमा पनि दियालो जस्तो संस्थागत रूपमा प्रकाशित हुने पत्रिका हामीले अहिलेसम्म पाएका छैनौँ। हुनलाई राम्रा राम्रा पत्रिकाहरू छन्। सिक्किमबाट निर्माण पत्रिका हेऱ्यौँ हामीले, चामलिङजीको। स्रष्टा पत्रिका छ केदार गुरुङजीको। उहाँहरू एक प्रकार व्यक्तिगत रूपले त्यो पत्रिका चलाउनुहुन्छ। त्यसको विज्ञापन व्यवस्था राम्रो छ, वितरण व्यवस्था राम्रो छ र पाठक समाज पनि दरिलो छ। पत्रिका जीवित हुनलाई चाहिएको पनि यिनै 3 कुरा हुन्। विज्ञापन व्यवस्था हुनु पर्यो, त्यसभन्दा पनि ठुलो कुरो व्यवस्था वितरण व्यवस्था हुनु पर्यो, अनि अर्को चाहिँ हुन पर्यो त्यसलाई फाइनेन्स। र यी जब तिनै कुराको मिल्छ तब पत्रिका दीर्घजीवी बन्दछ। नेपाली साहित्य सम्मेलनको पत्रिका दियालो कोही बेला 18 महिना 22 महिनासम्म पनि निस्केन, तर निस्कन चाहिँ रह्यो। किनभने यसको आफ्नै भवन थियो, सानो भए पनि। पहिला पनि सानो भए पनि आफ्नै भवन हो। जज बजारमा तपाईँले देख्नुहुन्छ। खोज्दै जाँदाखेरि टुङ्गो लाग्ने एउटा जग्गा हुनु पर्यो। त्यो जग्गा चाहिँ नेपाली साहित्य सम्मेलन जज बजार। हामीले 70 देखि दियालोमा रचना प्रकाशित गरेका हौँ। 70 साल भनेपछि आज लगभग 50 वर्ष नागिसक्यो, 75 वर्ष 55 वर्ष भइसक्यो। दियालोसितै बराबरी समकालीन भएर निस्कने एउटा पत्रिका थियो दियो। दियो भन्ने पत्रिका यहाँहरूले कतिले देख्नुभयो, कतिले देख्नु भएन। यो पनि विशुद्ध साहित्यिक पत्रिका, तर एउटा मिसनको संस्थाको थियो। जीवन ज्योति प्रेसबाट निस्कन्थ्यो। यस्तै समकालीन सानातिना पत्रिकाहरू धुवाहरू, अस्तित्व चन्द्र शर्माको आफ्नो निजी लगानीमा निस्केको पत्रिका थियो। जनदूत आर्य समाजको पत्रिका थियो। र यसरी हेर्दै जाँदा हामी साहित्य सङ्गम बिजनबारीबाट गुमानसिंह चामलिङले निकाल्नुहुन्थ्यो, राम्रो पत्रिका थियो। कालिम्पोङको साहित्य सङ्केत संस्थागत पत्रिका भएकोले अहिलेसम्म पनि त्यो निरन्तरता छ, त्यसलाई हामी मान्छौँ। त्यसका एकजना सम्पादक डाक्टर इन्द्रबहादुर छेत्री स्वयं यहाँ उपस्थित हुनुहुन्छ। यस्तै प्रकारले सिलगढीबाट बाडुली भन्ने पत्रिका थियो। डुवर्सबाट किताब सिकाइको सौगात भन्ने पत्रिका थियो। इन्द्रबहादुर गुरुङको टिस्टा रङ्गीत भन्ने पत्रिका थियो। मेरो आफ्नै पनि डुवर्स आवाज भन्ने पत्रिका 76 मैले डुवर्सबाट निकाल्थेँ। यी व्यक्तिगत हुनाको कारण, दरिलो संस्थाको आधार नभएको कारण समयान्तरमा ती सबै पत्रिकाहरू हराउन पर्यो। यसलाई निरन्तरता दिन सकिएन। यस्तो प्रकारले उदय पत्रिका 1937बाट बनारसबाट काशीबहादुर श्रेष्ठ निकाल्नुभयो। त्यो 95मा आएर अन्त भयो। त्यसले 100भन्दा बेसी अङ्क प्रकाशित गर्यो। केबी नेपाली 1960बाट बिन्दु प्रकाशन असमबाट निकाल्नु भएको छ, डिगबोईबाट। उहाँको पनि 148 अङ्क पुगेर अहिलेसम्म अलमल छ। उहाँको व्यक्तिगत लगानीबाट निकाल्नु भएको पत्रिका हो। र सरकारी तहबाट निस्कने पत्रिका कुरा गरौँ। एउटा सैनिक समाचार भन्ने पत्रिका छ, त्यो गभर्मेन्टको हो। अझसम्म पनि यथावत छ। अहिले त्यसले 1995बाट चाहिँ साहित्यिक रचनाहरू प्रकाशन बन्द गरेको छ, तर अझै पनि त्यो छ, चलिरहेको छ। त्यो विशुद्ध अब साहित्यिक सामाजिक सैनिक जीवनका घटनाक्रमको विवरण दिने एउटा पत्रिकाको रूपमा मात्र रहेको छ। चर्च रोड हटमेन्सस न्यू दिल्लीबाट अझै पनि त्यो प्रकाशित हुन्छ। यहाँ आउँछ जस्तो लाग्छ साहित्य सम्मेलनमा। ती आकाश पाताल खोजिसके छैन, साहित्य कसले लान्छ? कसरी लानु पर्यो? अन्त हुन्छ कसरी somebody ल्याजो गर्ने मान्छे कोही हुनु पऱ्यो नि। त्यही छैन हाम्रो।
चौघेरामा बन्द छन्, चारतिर बन्द छ नि हामी त बसेको छौँ र यिनै खतरा जत्तिकै उठ्ने बाहिर छ। नेपाली साहित्यको इतिहासमा पत्रिकाको बृहत रूप छ, महासागर छ। त्यही माथि अझ दियालोको कुरा के गर्ने। दियालोको योगदान नेपाली साहित्यको विकासमा, दियालोको योगदान त अतुलनीय छ। र यसरी नेपाली साहित्यका पत्रिकाहरूको बृहत इतिहास, दियालोको बृहत इतिहासलाई यति संक्षिप्तमा, यति प्रभावपूर्ण ढङ्गमा राखिदिनु भयो। यसको निम्ति म डाक्टर जीवन नाम्बुङलाई हृदयबाट धन्यवाद टक्राउँदछु। अहिलेको सत्रको अध्यक्ष डाक्टर चन्द्रकुमार राई र उहाँभन्दा अगाडि केही कुरा छुटेका हुनाले अकादमीका यो प्रोग्राम अफिसर श्री अभिषेक रथज्यूले फेरि पनि केही शब्द राख्नुहुँदैछ, उहाँलाई आग्रह गर्दछु। ये ऑफिशियल मैं कुछ नहीं बोल रहा हूँ। एक्चुअली मेरा 18 साल तो हो गया है साहित्य अकादमी में, तो मेरा कुछ एक्सपीरियंस के बारे में आपको बोलूंगा जो मुझे लगता है कि आपको अच्छा लगेगा सुनने में, काम में। देखिए एक्चुअली बात क्या है कि हम लोग तो लिटरेचर का प्रोग्राम करते हैं, लेकिन ये मेरा एकदम पर्सनल ओपिनियन है, मैं पहले ही बोल रहा हूँ। साहित्य अकादमी गवर्नमेंट ऑर्गेनाइजेशन, मतलब गवर्नमेंट का है। हम लोगों का योगदान टोटल लिटरेचर का कम है, फ्रैंकली बोले तो सबसे कम है। मैं फ्रैंकली, ये मेरा पर्सनल ओपिनियन है, क्योंकि इतने जब महाजोगों हो रहा है सारे लैंग्वेजेस में, हम छोटा मोटा कितना हेल्प कर सकते हैं, लेकिन बाकी सारे काम हमारा सारे लैंग्वेज का राइटर्स को करना है। जैसे देखिए, मेरा जो पर्सनल एक्सपीरियंस मैं बोल रहा हूँ कि हम लोग तो बोल रहे हैं, लिख रहे हैं, लेकिन पढ़ कौन रहा है और सुन कौन रहा है। ये मेरा एक्सपीरियंस बाकी सारे लैंग्वेज में प्रोग्राम करते हुए और बंगाली का भी देखना है, क्योंकि आगे हमें क्या बोलना है उससे भी ज्यादा कैसे बोलना है और किसके लिए बोलना है ये भी थोड़ा सा सोचना है। मुझे जो लग रहा है सारे लैंग्वेज के में, बंगाली का मैंने खुद देखा है और काफी सारे लैंग्वेज के में बहुत बड़ा बड़ा एमिनेंट स्पीकर जिसको अवार्ड मिला है, साहित्य अकादमी अवार्ड मिला है, बोल रहे हैं, सामने 3 आदमी बैठा है। मेरा एक्सपीरियंस ये है, देखा कि कोई आदमी सुनने के लिए नहीं आ रहा है। वो लोग रहे थे, मैं तो टीवी में सुन पा रहा हूँ, किताब पढ़ रहा हूँ, तो वहां पर जाकर क्यों टाइम वेस्ट करें। इस तरह का जो बहुत लोग सोच रहे हैं, तो क्या है कि शायद अभी हमें बोलने का तरीका शायद थोड़ा सा चेंज करना है, किस तरह का पहुंचना है और कैसे हम पहुंचेंगे उन लोगों का पास। और एक भी देखिए कि अभी बहुत सारे हो गया कि बाजार में पहले तो एक समय था कि राइटर बहुत अच्छे लिखते थे, लेकिन पब्लिश करने वाले कोई नहीं होता। लेकिन आजकल क्या है कि बहुत सारे मीडिया निकल गया है, बहुत सारे न्यूज़पेपर्स हो गए, बहुत सारी जर्नल्स, लिटरेरी जर्नल सब घर घर में निकल रहा है। बंगाल में मैं जैसे बोल रहा हूँ कि देखिए इतना सारे जर्नल्स है, इतना सारे लिटरेरी मैगजीन्स है काफी लैंग्वेजेस में, तो सारे लोग कुछ भी लिख के दे रहा है। मेरा जो एक्सपीरियंस है, वो लोग अपना नंबर बढ़ा रहे हैं। जैसे कॉलेज सर्विस में अगर आप जाएंगे तो देखेंगे कितना पीआर रिव्यू जर्नल्स में हमारा कितना राइटिंग्स निकला, ये सब तो वहां पर काउंट होता है, लोग नंबर बढ़ा रहे हैं। मुझे जो लगा है, मैं वही बोल रहा हूँ आपको फ्रेंकली। लेकिन अब देखिए कि जितने भी क्रिटिकल राइटिंग्स होता है ना, दूसरे लोगों के ऊपर समालोचना, मतलब राइटिंग्स का क्रिटिकल भी हो, लेकिन मुझे लगता है कि ये सारे पैरासाइटिकल राइटिंग्स है। क्योंकि देखिए मैं जो लिख रहा हूँ दूसरों को क्रिटिसिज्म, मैं इधर उधर से ले लेकर लिख रहा हूँ। वो जो पहले जो राइटर बहुत अच्छे लिख रहे थे, उनका नाम पूरा हटा के मैं मेरा नाम वहां पर डाल के कुछ इन्फॉर्मेशन दे रहा हूँ। ये मेरा एक्सपीरियंस बंगाली में, मैं खुद भी जो लिखा, मैं कुछ ऐसा कम मैं खुद ही किया, मैं फ्रैंकली बोल रहा हूँ सर। और आगे भी जो, मुझे ये भी समझना चाहिए कि आगे जो लोग लिखेंगे वो भी मेरा राइटिंग्स पूरा का पूरा हड़प लेंगे। तो इसीलिए जो लोग अच्छे क्रिएटिव राइटिंग्स लिख रहे हैं उसको पहले बहुत अच्छा पढ़ना भी चाहिए, क्योंकि मुझे बंगाल और बाकी सारे लैंग्वेज में देख रहा हूँ कि बहुत सारे राइटिंग्स एक ही टाइप का है। मतलब अगर आप पढ़ेंगे ना 10-12 जर्नल अगर हम रेगुलरली पढ़ेंगे तो देखेंगे बहुत सारी राइटिंग्स ये लोग शायद दूसरे से पढ़ के और उसी का लिखा थोड़ा सा लैंग्वेज चेंज करके लिख रहा है। तो ये देखना है हम लोगों को कि अच्छा राइटिंग्स कौन है, क्योंकि देखिए सबसे अभी है ना, आगे हमें जो लगता है कि राइटर से भी कहीं कहीं पे ज्यादा अच्छे एडिटर हमें चाहिए, क्योंकि एडिटिंग और संपादक का काम बहुत टफ हो जा रहा है। अध्यक्ष डाक्टर चन्द्रकुमार राईलाई यहाँ म जायजमा निमन्त्रणा गर्दछु। सम्माननीय प्रमुख अतिथि तथा नेपाली साहित्य सम्मेलनका माननीय पूर्व अध्यक्ष एवं साहित्य अकादमी दिल्ली नेपाली भाषा परामर्श समितिका
पूर्व संयोजक तथा आजका प्रमुख अतिथि प्रदेश डाक्टर जीवन नाम्दुङ महोदय अनि नेपाली साहित्य सम्मेलनका पूर्व अध्यक्ष दिल्लीका नेपाली भाषा परामर्श समितिका पूर्व संयोजक तथा वर्तमान साधारण परिषद जनरल काउन्सिलका वनौटी मेम्बर तथा नेपाली भाषा परामर्श समितिका सदस्य अनि साहित्य अकादमीलाई प्रतिनिधित्व गरेर कार्यक्रम अधिकारीको रूपमा उपस्थित हुनुभएका श्रद्धेय अभिषेक रथज्यू, विभिन्न सङ्घ संस्थाहरूलाई प्रतिनिधित्व गरेर पाल्नुभएका आदरणीय महानुभाववृन्द, दुई सत्रका प्रथम सत्रका अध्यक्ष वरिष्ठ साहित्यकार नन्दलाल खिमज्यू, दोस्रो सत्र तथा अन्तिम सत्रका सत्राध्यक्ष वरिष्ठ साहित्यकार सचेन्द्र राईज्यू अनि दुई सत्रका विभिन्न विधामा आफ्नो वार्ता प्रस्तुत गर्नुहुने, कार्यपत्र प्रस्तुत गर्नुहुने साहित्यकार वृन्द अनि अन्य आदरणीय महानुभाववृन्द, यहाँहरू सबैलाई सम्बोधनमा राख्दै यो उद्घाटन सत्रको अन्तिम चरणमा अध्यक्ष सम्बोधनमा भन्नुपर्ने त्यस्तो खासै केही रहेन, कारण अघिबाटै स्वागत सम्बोधनमा श्रद्धेय श्री प्रेम प्रधानज्यूले नेपाली साहित्य सम्मेलनको इतिवृत्तात्मक रूपमा पत्रिका प्रकाशन, पुस्तक प्रकाशन अनि कार्यकलाप, सम्मेलनको कार्यकलाप सम्बन्धी भनिसक्नु भएको छ, यहाँहरू अवगत भइसक्नु भएको छ। त्यसपछि आजका प्रमुख अतिथि माननीय डाक्टर जीवन नाम्दुङ महोदयले अन्तर्राष्ट्रिय स्तरमै विशुद्ध नेपाली भाषा साहित्यको पत्रिका कुन स्थानबाट कति अङ्क र कुन विधामा प्रकाशन भयो यो विषयमा साँच्चै ज्ञानवर्धक, शिक्षाप्रद ढङ्गमा उहाँले आफ्नो विस्तृत विवरण प्रस्तुत गर्नुभयो र मैले सम्मेलनको कार्यक्रम बारेमा, पत्रिका प्रकाशनको बारेमा, पुस्तक प्रकाशन बारेमा केही भन्नु बाँकी रहेन र त्यो मैले भने नै पुनरावृत्ति हुन्छ। हामीले अहिलेसम्मको भन्नाले 156-54 अङ्कसम्मको चाहिँ हामीले शतवार्षिकीको अवसरमा गत वर्ष 5वटा विधाहरूलाई समेटेर निकै ठुलो भोल्युममा हार्ड कभरमा हामी साहित्य सम्मेलन प्रकाशन व्यवस्था गरेको छ, बाहिर बिक्रीमा पनि राखिएको छ। विशेषांक त्यसमा कार्यक्रम सञ्चालन गरिदिने मूल सचिव महेन्द्र प्रधानलाई आग्रह गर्छु। अघि र धन्यवाद पनि अध्यक्षले नै दिनु भन्ने अहिले सुझाव प्राप्त भयो र विशेष गरेर कार्यपत्र प्रस्तुत गर्नुहुने 6जना वार्ताकारहरूले धेरै अघिदेखि अध्ययन मनन गरेर कार्यपत्र तयार गर्नुभएको छ। धेरैजना साहित्यकारहरू धेरै दिन नै यहाँनिर धाए हामीले देखिरह्यौँ। उहाँहरूले परिश्रम गरेर तयार गर्नुभएको कार्यपत्र नभएको भए आजको यस कार्यक्रम हुने थिएन। सबैभन्दा पहिला यहाँहरू 6जनालाई नेपाली साहित्य सम्मेलन हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ। अनि साहित्य
अकादमीको पक्षबाट कार्यक्रम अधिकारी श्री अभिषेक रथज्यूलाई धन्यवाद अर्पण गर्न चाहन्छौँ र प्रमुख अतिथि महोदय यति व्यस्ततालाई पन्साएर आज साहित्य अकादमी दिल्लीले अराएको उहाँलाई थोपिएको दायित्व पुरा गर्नुभयो। उहाँको दायित्व पुरा गर्नु भए बापत उहाँलाई हामी साहित्य समितिको पक्षमा आभार अभिनन्दन तथा धन्यवाद साथै स्वागत अभिनन्दनको निम्ति अकादमीका वर्तमान भाषा समिति प्रतिनिधित्व गरेर आउनुभएका पछि 23 मिनटपछि अन्तिम घन्टी 25 मिनटमा लाग्नेछ र 25 मिनटभित्रमा आफ्नो कार्यपत्र समाप्त गरिदिनु हुन म यहाँबाट निवेदन टक्राउँदैछु। र अब यो कार्यपत्रको पहिलो सत्र प्रारम्भ हुन गइरहेको छ। यसको निम्ति यस पहिलो सत्रको निम्ति हाम्रा आदरणीय माननीय नन्द हाङखिमज्यू अध्यक्ष हुनुहुन्छ र उहाँ एकछिन वासरुम जानुभएको छ र उहाँलाई यो पहिलो सत्रको अध्यक्षता गरिदिन हुन म निवेदन गर्दछु। उहाँ आउनुहुँदैछ। पत्र प्रस्तुता पहिलो विद्वान हुनुहुन्छ डाक्टर इन्द्रबहादुर छेत्री। उहाँको म यहाँ मञ्चमा आइदिने निवेदन टक्राउँदछु। यसरी नै दोस्रा विद्वान हुनुहुन्छ डाक्टर सुकराज दियाली। उहाँलाई पनि म यहाँ मञ्चमा आसीन भइदिन निवेदन टक्राउँदछु। र यसरी नै श्री भक्तराज सुनवार उहाँलाई पनि म यहाँ मञ्चमा आसीन भइदिन निवेदन टक्राउँदछु। र आजको अध्यक्षता यस सत्रको अध्यक्षता श्री नन्द हाङखिमज्यूलाई म आसीन गरिरहेको छु। अब उहाँहरूलाई सम्मानको निम्ति खदा अर्पण गरिदिन हुन नेपाली साहित्य सम्मेलनका सुमित्रा अविरलज्यूलाई म निवेदन टक्राइरहेको छु। सुकराज दियाली खदा अर्पण। यसरी नै श्री भक्तराज सुनार मुखियाप्रति खदा अर्पण। अनि यसरी नै डाक्टर इन्द्रबहादुर छेत्रीप्रति खदा अर्पण गर्दै अध्यक्षताको भार पुनः श्री नन्द हाङखिमज्यूप्रति समर्पित गर्दै पहिलो पत्र प्रस्तुत गरिदिन हुन म डाक्टर इन्द्रबहादुर छेत्रीलाई निवेदन टक्राउँदछु। यो छ नेपाली कथा साहित्यमा दियालो पत्रिकाको योगदान। दियालो पत्रिका स्थापना र प्रकाशन काल पूर्वको संक्षिप्त परिचय अलिकति हुनुपर्ने हुन्छ। नेपाली साहित्य सम्मेलनको स्थापना 25 मई सन् 1924 मा भएको थियो। यस संस्थाको मुखपत्र साहित्य सम्मेलन पत्रिका सन् 1931 देखि पद्मप्रसाद प्रधानको सम्पादनमा प्रकाशित हुन थालेको थियो। यो मुखपत्र सन् 1931 देखि सन् 1936 सम्म 7 अङ्कसम्म प्रकाशित भएर बन्द भएको पाइन्छ। र फुटनोटहरू दिएका छन्, यहाँ वाचन गर्न आवश्यक छैन। र यो ट्रान्सक्राइब नै हो। अघि कुरा गर्नुहुँदै थियो प्रोग्राम अफसरले। सन् 1959 देखि दियालो नेपाली साहित्य सम्मेलनद्वारा प्रकाशित हुन थालेको प्रतिष्ठित साहित्यिक पत्रिका हो। यो पत्रिका दार्जिलिङबाट यस पहाडी भेग लगायत भारतीय नेपाली साहित्यको विकास, संरक्षण, सम्वर्धन गर्ने उद्देश्यले प्रकाशित हुन थालेको थियो। नेपाली साहित्य सम्मेलनले नेपाली भाषा साहित्यको उन्नतिको निम्ति विभिन्न पुस्तक, साहित्यिक कृतिहरू प्रकाशन गर्दै आएको छ। दियालो पत्रिकाले विशेषतः कथा, कविता, निबन्ध, संस्मरण, अनुसन्धानात्मक लेख तथा साहित्यिक अन्तर्वार्ताहरू पनि प्रकाशित गर्ने गर्दछ। नेपाली साहित्य सम्मेलनले शतवार्षिकी मनाउने अवसरसम्म आइपुग्दा दियालो पत्रिका नेपाली भाषाको एक मानक साहित्यिक पत्रिकाको रूपमा स्थापित भएको पाइन्छ। यस पत्रिकाले आफ्नो शतवार्षिकीसम्म आइपुग्दा धेरै स्थापित अनि नवोदित लेखक साहित्यकारहरूलाई लेखनको अवसर प्रदान गरेको विषय उल्लेखनीय छ। दार्जिलिङ अञ्चलको तत्कालीन शैक्षिक परिवेश पुनरावृत्ति होला, तर अलिकति उल्लेख गर्न आवश्यकै देखिन्छ।
नेपाली साहित्य सम्मेलन स्थापना कालको दार्जिलिङको शैक्षिक परिवेश नेपाली समाजका लागि सङ्घर्षपूर्ण थियो। यस कालमा पहाडी भेगमा प्राथमिक विद्यालयहरूको सङ्ख्या थोरै थियो, उच्च शिक्षाका अवसरहरू थिएनन्। उच्च शिक्षा हासिल गर्नका निम्ति कलकत्ता पुग्नु पर्थ्यो। साधारण जनसमुदायमा शिक्षाको व्यापक अभाव थियो। पहाडी अञ्चलको आर्थिक स्थिति डाउनडोल थियो। आर्थिक स्थिति र परिस्थितिबाट प्रभावित सामाजिक जनजीवनलाई साहित्यप्रति चेतना बढाउने उद्देश्यले दार्जिलिङमा नेपाली साहित्य सम्मेलनको स्थापना भएको थियो। यसमा कार्य गर्ने महानुभावहरू थिए हरिप्रसाद प्रधान, सूर्यविक्रम गेवाली, अजित देवान, मोतीचन्द प्रधान र अन्य थिए भने पारसचन्द्र प्रधान, सूर्यविक्रम गेवाली र धरणीधर शर्मालाई साहित्य संसारले सुरल अर्थात् त्रिरत्नको उपाधिले चिन्दछ जान्दछ। दार्जिलिङको नेपाली कथा साहित्यको विकासमा कथा प्रधान पत्रिकाहरूको भूमिका पनि अलिकति छुन चाहन्छु। दार्जिलिङको नेपाली कथा साहित्यको विकासमा कथा प्रधान पत्रिकाहरूको महत्त्वपूर्ण भूमिका भएको छ। सन् 1938मा सूर्यविक्रम गेवालीको सम्पादनमा प्रकाशित कथाको जुन दार्जिलिङका कथाकारहरूका कुनै कथा समावेश नभए तापनि यस पहाडी भेगको माटोमा मौलिक कथाहरूको सङ्कलन यसै सङ्ग्रहबाट भएको। कथाकुसुम कथा सङ्ग्रह नेपाली कथा साहित्यको प्रथम कृति थियो। कथाकुसुम कथा सङ्ग्रह प्रकाशित भएपछि मानिसहरूले आधुनिक कथाको रसवर्धन गर्ने अवसर पाए। साथै कथाकुसुम कथा सङ्ग्रह प्रकाशित भएपछि कथाकारहरूले कथा लेखनमा प्रयास गर्न थालेको विषय पनि उल्लेखनीय छ। विशेष गरी कथा प्रदान पत्रिकाको निम्ति सम्पादकहरूले कथाकारहरूलाई आफ्ना रचना प्रकाशित गर्ने मञ्च प्रदान गरेका थिए। त्यसो त सन् 1950को दशकको अघिदेखि नै दार्जिलिङमा कथा लेखनमा गति आएको विषय उल्लेखनीय छ। प्रथम आधुनिक उपन्यासकार भ्रमरका उपन्यासकार रूपनारायण सिंहको सन् 1926मा नै परिवर्तन र अन्नपूर्ण जस्ता कथा देहरादूनबाट प्रकाशित हुने गोर्खा संसारमा प्रकाशित भइसकेको थियो। त्यसपछि उनको जन्मतिको सिनेमा स्वप्न खोजी पत्रिका सन् 1940मा प्रकाशित भएको पाइन्छ। भारतीय जुन सन् 1949, हाम्रो कथा सन् 1949 जस्ता पत्रिकाहरूले कथा लेखनको क्षेत्रलाई व्यापक आयाम दिएका थिए। किनभने दियालो प्रकाशित हुन थालेको 25 वर्ष पुग्दा कथाको शिल्प शैली र प्रवृत्तिमा सामान्यतः निम्न प्रवृत्तिहरू उठिसकेको देखिन्छ। सामाजिक यथार्थवाद, स्वच्छन्दतावाद वा रोमान्टिसिजम, तेस्रो आयाम वा आयामिक प्रवृत्ति, प्रयोगवाद, हास्य व्यङ्ग्यात्मक प्रवृत्ति, मनोविश्लेषणात्मक प्रवृत्ति आदि जस्ता विभिन्न धाराका कथाहरू कथा सिर्जनाको क्षेत्रमा देखा परेका छन्। दियालो पुरस्कारको प्रेरणाद्वारा कथा लेखनमा विकास। स्थायी पत्रिकामा प्रकाशित भएका साहित्यका विभिन्न विधागत रचनाहरूलाई गुणस्तरीयताको आधारमा पुरस्कृत गर्ने प्रथाले पनि साहित्यको विकासमा योगदान पुर्याएको विषय उल्लेखनीय छ। पुरस्कार प्रदान गर्ने चलन सुरु भएपछि कथाकारहरूमा रचना धर्मितामा परिमार्जन आएको देखिन्छ। पत्र पत्रिकामा प्रकाशित कुनै पनि श्रेष्ठ रचनालाई पुरस्कृत गर्ने प्रचलनले पनि दियालोले कथाको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको विषय उल्लेखनीय छ। पुरस्कारबाट लेखिकाहरूले प्रोत्साहन पाउनु बाहेक लेखकको साथै पत्रिकाको स्तर पनि कायम हुँदै जान्छ, यसको फुटनोट दिएको छ। यसै विषयलाई प्रोत्साहन दिनको निम्ति दियालो पुरस्कार स्थापना भएको देखिन्छ। सन् 1970को भानु जयन्तीमा दियालो दुलीचन्द स्वर्ण पदक पुरस्कार दियालोमा प्रकाशित कथा कविता निबन्धलाई प्राप्त भएको थियो भने कथा विधामा उदय कुमार प्रधानको 3 रातको घेराभित्र शीर्षक कथालाई पहिलो पुरस्कार प्राप्त भएको थियो। यसरी उत्कृष्ट कथा रचना गरेर दियालो पुरस्कार प्राप्त गर्नेहरूमा मटेन्द्र राईको टोटलाको फुल, एमएम गुरुङको योलासा नियम र इच्छाहरू, राधिका राईको उनी गएको गोरेलो आदि उल्लेखनीय छन्। सन् 1965 पछिदेखि दियालो दुलीचन्द स्वर्ण पदक पुरस्कारको सट्टामा दियालो पुरस्कार पुनः नामाकरण हुन्छ औ सोनाम डोल्नाको लाउरे, निर्मल यादको जन्महारा कथालाई दियालो पुरस्कार प्राप्त भएको पाइन्छ। यस्तै दियालो पुरस्कार प्राप्त गर्नेहरूमा शिवकुमार राईको प्रेमको सही, वीरविक्रम गुरुङको तिम्रो वासित पैसा छैन, सुप्रेमका कथा कलर बटन नम्बर 46, गुप्त प्रधानको कालो घोडा, विन्द्या सुब्बाको क्याथरेसिस, परशु प्रधानको कथा उत्तरार्ध, धनान सुब्बाका कथा सलामत जलन, गब्रियल राणाको सिकारी साइलोको कथा, सञ्जय विष्टका वर्तमान कथा
लाई दियालो पुरस्कार प्रदान गरिएको थियो। यी पुरस्कारहरू प्रत्येक वर्ष भानु जयन्तीको अवसरमा प्रदान गरिने विषय पनि उल्लेखनीय छ। कार्यालय रहेको छ भने आधुनिक परिवार र पुस्ता बीचको दूरी देखाइएको प्रस्तुतकथामा मनोविश्लेषणात्मक कथा बडो रोचक कथा छ। त्यो दियालो पत्रिकाको योगदान विषय डाक्टर इन्द्रबहादुर छेत्रीले प्रस्तुत गर्नुभयो। यसरी नै अब नाटक क्षेत्रमा, नेपाली नाटक क्षेत्रमा दियालो पत्रिकाको योगदान विषय प्रस्तुतिको निम्ति म डाक्टर सुकराज दियालीलाई म निवेदन टक्राउँदछु। साहित्य अकादमी र नेपाली साहित्य सम्मेलनको संयुक्त आयोजनामा सम्पन्न हुन गएको यो ऐतिहासिक दियालो पत्रिकाको योगदानको परिसम्वादमा मलाई यो टपिक्स प्रस्तुत गर्नुभन्दा अगाडि म आजको मेरो यो सत्रको अध्यक्ष आदरणीय माननीय नन्द हाकिम सर अनि साहित्य अकादमी दिल्लीका नेपाली भाषा परामर्श समितिका पूर्व संयोजक द्वय आदरणीय डाक्टर जीवन नान्दुङ, आदरणीय प्रेम प्रधान सर, अन्य साहित्य सम्मेलनका पहिलो सत्रका अध्यक्ष डाक्टर सिके राई अनि सचिव महेन्द्र प्रधानजी अनि उपस्थित सम्पूर्ण विद्वज महानुभावहरूमा अनि नेपालबाट पाल्नुभएका कवि विमल वैद्यजी यति लोभलाग्दो संवादलाई ग्रहण गर्नु आउनुभएको छ। प्रस्तुत गर्न लागिरहेछु र साहित्य सम्मेलनलाई म आन्तरिक हृदयबाट धन्यवाद दिन्छु। यति ठुलो मञ्चमा यति राम्रो रिसर्च वर्कको मलाई एउटा ट्रेन दिनुभयो अथवा एउटा परीक्षण पनि दिनुभयो र यो मञ्च पनि मैले पाएँ र धन्यवाद दिँदै मैले प्राप्त गरेको शीर्षक छ नेपाली नाटक क्षेत्रमा दियालोको योगदान र मैले 22 पृष्ठको कार्यपत्र बनाएको छु ठुलो A4को पेजमा कम्पोज गरेर र यसमा सबै पढ्न मलाई उयो छैन। मैले विषय प्रवेश पनि बनाएको छु। नेपाली साहित्य सम्मेलनबाट प्रकाशित दियालोमा आजसम्म प्रकाशित नाटकको अध्ययनलाई बढाउँदा एकदम परिचालित भाषा साहित्य सम्मेलनले नाटकलाई गम्भीर रूपमा अध्ययन गर्नुपर्ने दायित्व छ र अब यो जुन चाहिँ दायित्व छ दार्जिलिङ साहित्य सम्मेलन भारतभरिको गोर्खा नेपाली भाषी गोर्खाहरूको मुटु पनि हो। भारतीय नेपाली भाषा साहित्यको एउटा केन्द्र पनि हो। यसै केन्द्रबाट भाषा साहित्यको उत्पत्ति संस्कृति एवं जाति भावनाको परिचय भएको यो एउटा द्रव्यमान संस्था पनि हो भनेर ठोक्का गर्न सक्छ। यस्तो महत्त्वपूर्ण संस्थाबाट प्रकाशित दियालोमा प्रकाशित प्राय नाटकहरू पातलो नै रहेको छ, कविता कथा अन्य विधाको तुलनामा, तर बाक्लो छ, महत्त्वपूर्ण छ। कति महत्त्वपूर्ण गहन छ भन्ने विषयमा अब म जानिन्छु र म सर्वप्रथम नेपाली साहित्य सम्मेलनद्वारा प्रकाशित नाट्य कृति र रचनाको बारेमा म यहाँ भन्न चाहन्छु। दार्जिलिङ साहित्य सम्मेलनबाट धेरैवटा साहित्यिक कृतिहरू प्रकाशित भएको छ र कथा, कविता, निबन्ध, जीवनी, अनुवाद र यसमा नैवेद कविता सङ्ग्रह 1925 देखि अनुवाद कृतिहरू हुँदै र धेरै विशेषाङ्कहरू, शोध प्रबन्ध, दियालोको रचना, सञ्चय भाग 1, 2, 3, 4 गर्दै 57वटा कृतिहरू आजसम्म प्रकाशित भएको रहेछ। त्यस्ता कृतिहरूमा महत्त्वपूर्ण उसरी नै नाटक विधालाई पनि नेपाली साहित्य सम्मेलनले महत्त्वपूर्ण एउटा स्थान दिएर नाटक कृतिहरू पनि प्रकाशित गरेका पाइन्छ। जस्तै नाटक सम्राट बालकृष्ण समकृत भक्त भानुभक्त सन् 1953 र अमर सिंह थापा सन् 1957 जस्ता महत्त्वपूर्ण नेपाली नाटक कृतिहरू प्रकाशित गरेका पाइन्छ। र यी कृतिहरू भारतीय नेपाली साहित्य मात्रै होइन, विश्व नेपाली साहित्यमा सधैँ सजीवको रूपमा नाट्य कृति भएर बाँचिरहेको पनि पाइन्छ। अब नाटकसित सम्बन्धित
विवेचनात्मक रचनाहरू पनि पाइन्छ। शिवकुमार राईको नाटकहरू र एक अध्ययन भनेर जीवन नामधुम सन् 1912 प्रकाशित भएको पाइन्छ भने नेपाली साहित्य सम्मेलनको नाटक साहित्य प्रकाशनमा बढ्ता कार्य गर्नु पाएन। यसरी नै नेपाली नाट्य साहित्यको प्रकाश सम्मेलनको योगदान थोरै भए पनि महत्त्वपूर्ण छ भनेर जगत छेत्रीले आफ्नो शोध प्रबन्धमा उल्लेख गरेको पाइन्छ। यो सन् 1924 प्रकाशित भएको छ यो कृति। र कृतिको दृष्टिकोणबाट हेर्दा सेको नाटक कृतिको दार्जिलिङ साहित्य सम्मेलनले थोरै प्रकाशित गरेका छन् र नेपाली नाट्य साहित्यलाई अमूल्य योगदान पुर्याएको पक्ष प्रकाशमा आउँछ यो पक्षले पनि। र नाट्य कृति मात्र होइन, नेपाली साहित्य सम्मेलनले नाटक कृति बारे विवेचनात्मक रचनाहरू पनि गरेको भेटिन्छ। जस्तै राजु प्रधान हिमांशुद्वारा स्वर्गीय बालकृष्ण सम आगो 95 वर्ष 20 र त्यसरी यो रचनामा विशेष रूपमा बालकृष्ण समको नाट्य व्यक्तित्वलाई उल्लेख गरेका पाइन्छ। नाटककारितालाई पनि केन्द्रमा राखेर यो प्रस्तुत गरेछ। उसरी नै वर्ष 39 हाँग 129 मा नाट्यको विमुक्ति लक्षण भनेर लक्ष्मण श्रीमलले नाट्य यात्रामा डाक्टर जगत छेत्री वर्ष 42 हाँग 133 मा पनि अनि प्रचण्ड मल्लले समको अमरसिंह दार्जिलिङ र खरसाङमा भन्ने रचनाले यी विवेचनात्मक लेखहरूले नेपाली नाटक क्षेत्रलाई मलजल हाल्ने काम गरेको पक्षहरू प्रकाशमा आउँछ। नेपाली नाटकको प्रकाशन र मञ्चन पातुलोलाई अझ बाक्लो बनाउने उद्देश्यमा माथि प्रकाशित नाट्य विवेचनले थोरै रूपमा भए पनि उत्प्रेरकको काम गरेका छन्। यी सबै नाट्य विवेचन र नेपाली साहित्य सम्मेलनको मुखपत्र दियालोहरूमा नै प्रकाशित भएको छ। यसमा बेला बेलामा भानु जयन्ती अनि अन्य विभिन्न समारोहमा गोष्ठी सङ्गोष्ठीतिर पनि छुटपुट नाटकहरू मञ्चन भएको पाइन्छ। 1972 सालमा नेपाली साहित्य सम्मेलनले दार्जिलिङको विलम्ब गरेर भए पनि आयोजन गरेको नेपाली एकाङ्की प्रतियोगिता साँच्चै नै भारतीय नेपाली एकाङ्कीमा बाढ आउने काम भएको छ भनेर लक्ष्मण श्रीमलले आफ्नो नाट्य कृतिमा उल्लेख गरेका पाइन्छन् पृष्ठ सङ्ख्या 19 मा। विशेष रूपले दार्जिलिङको नेपाली नाटक मञ्चनको सङ्घ संस्थाहरू धेरै छन्। त्यसमा पनि गोर्खा दुःख निवारक सम्मेलन अनि नाट्य रचना साहित्य सम्मेलन आदि सम्म आइपुग्दा नाटकले नाट्य कृति रचना र नाट्य कृति प्रकाशनको योगदानमा रहेको पक्षहरूको सन्दर्भलाई नेपाली साहित्य सम्मेलन दार्जिलिङको नेपाली नाटकको श्रीवृद्धिमा आफ्नै प्रकारको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दछु। दियालोमा प्रकाशित नाटकहरू नेपाली साहित्य सम्मेलनको आफ्नो मुखपत्र दियालो 1959 देखि आजसम्म आइपुग्दाखेरि के कस्तो नाटकहरू यहाँभित्र प्रकाशित म केन्द्रमा जान्छु। त्यो विश्लेषणात्मक कुरा गर्दा ढिलो हुन्छ है। विश्व साहित्यमा पठ्य नाटकको रचना पनि उति नै भइरहेको छ र यसै सन्दर्भमा भारतबाट प्रकाशित पत्र पत्रिकामा जस्तै दियालोमा पनि प्रकाशित हाँगा 3 देखि हाँगो 154 सम्म आइपुग्दा एकाङ्की नाटकको प्रतिनिधि गर्ने 31 वटा प्रकाशित नाटकहरू छन्। ती नाटकहरू विद्यालयदेखि महाविद्यालय विश्वविद्यालयको नेपाली भाषा साहित्यको पाठ्यक्रममा नाट्य विद्याको पाठ्यक्रममा आज पनि पठन हुँदैछ, भविष्य पनि पठन भइरहनेछ। सङ्ख्यात्मक रूपमा भन्दा गुणात्मक रूपको दृष्टिकोणले हेर्दा दियालोमा प्रकाशित नाटकहरू त्यति नै महत्त्वपूर्ण छ। ती प्रकाशित नाटकहरू नेपाली साहित्य नाटक विद्याको स्थानमा एउटा छुट्टै मोती हिरामती जस्तै भएर सधैँ रहिरहनेछ। धन्यवाद। नेपाली नाटक क्षेत्रमा दियालोको योगदान विषय कार्यपत्र प्रस्तुत गरिदिनु भयो। यसको निम्ति डाक्टर सुखराज दियालीलाई धेरै धेरै धन्यवाद दिँदै अब यस सत्रको अन्तिम कार्यपत्रको प्रस्तुता श्री भक्तराज सुनुवा नेपाली बाल साहित्य अनि अनुवाद साहित्यमा दियालोको योगदान विषय आफ्नो कार्यपत्र प्रस्तुत गरिदिनु हुन म यहाँ निवेदन गर्दछु। सभागृहमा उपस्थित सम्पूर्ण आदरणीय
महानुभावहरूलाई एकमुष्ट नमन गर्दै अभिवादन टक्राउँदै मेरो आजको यो मेरो 2वटा विषय अलग अलग रहेको विषयको मेरो कार्यपत्र प्रस्तुत गर्न लागिरहेको छु। पहिलो त रहेको छ नेपाली भाषा साहित्यमा दियालोको योगदान। बाल साहित्यको मनोविज्ञानलाई उनीहरूको रुचि अनुसारको विषयवस्तुलाई ध्यानमा राखेर सरल सहज बाल सुलभ भाषा शैलीमा लेखिएका विशेष साहित्यलाई बाल साहित्य भनिन्छ, जसको मुख्य उद्देश्य उनीहरूको मानसिक बौद्धिक र चारित्रिक विकासलाई दिशा दिने र जीवा पुर्याउने हुँदछ। लयात्मक वाक्यात्मक ढाँचाका कविता तथा रोचक कौतूहलताले भरिएको कुनै पनि थरीका कथाद्वारा उनीहरूको ध्यान आकर्षित गर्न सहज हुँदछ। सुकोमल सुललित भाषा शैलीमा उतारिएका गीत तथा कविता आदिप्रति बालबालिकाहरू सहजै ढल्कने प्रवृत्ति र स्वभावका हुनाले उनीहरूको कलिलो मगजले टिपेका स्वर शब्दहरू दिगो बन्दछन्। बाल साहित्य सृजना गर्ने काम कदापि सहज छैन। यसको निम्ति बौद्धिक कसरत साथसाथै बाल मनोविज्ञानसँग अभ्यस्त हुन नितान्त आवश्यक छ। यसै बाल साहित्य सन्दर्भमा नेपालका राष्ट्र कवि तथा प्रतिष्ठित लोक साहित्यकार माधव प्रसाद घिमिरेले यसरी भनेका छन्, जबसम्म बाल साहित्यको जतन र सम्वर्धन हुँदैन तबसम्म हाम्रो साहित्यको उत्थान हुनै सक्दैन। भारतीय नेपाली बाल साहित्य सन्दर्भलाई लिएर उल्लेख गर्न पर्दा सर्वप्रथम पाद्री गङ्गा प्रसाद प्रधानको नाम लिनै पर्ने हुन्छ। उनले धेरै प्रकारका अनुवादहरू गरेर बाल साहित्यको घडिरी बचाउने कार्य गरेका छन्। डेनिस ह्यान्स क्रिस्चियन एन्डरसनका विश्व प्रसिद्ध बाल कथाहरू जस्तै नाइटिङ्गेल, मिठो गीत गाउने चराको विषय, हाँसको नराम्रो चल्दाको खतहा, यहाँ उहाँले कथालाई मात्रै नभएर खतहा भनेर लेख्नु भएको छ। कथहा, मान्छे माछाको कथहा, सुनौली कथाको पुस्तक, बाँसको कथहा लगायत अन्य परिकथाहरू नेपालीमा अनुवाद मात्र गरेनन् तर स्वयंले प्रकाशित पनि गरे। उनको पदछापलाई पछ्याउँदै डाक्टर पारसमणि प्रधान हुँदै बाबुलाल प्रधान, देवकुमार सिन्हा, नयनसिंह योन्जन, क्षीरदा खड्का, स्नेहलता राई, डाक्टर शर्मलेखद्वारा बाल साहित्यलाई फुलाउने कार्यहरू गर्दै निरन्तर रूपमा अघि बढिरहेकै छन्। पारसमणि प्रधानले बसालेका बाल कविताको त्यस लेखन परम्परालाई खासै टेवा दिनेहरूमा क्षीरदा खड्काको नाउँ अग्रिम पङ्क्तिमा आएको देखिन्छ। बाल साहित्य क्षेत्रमा लगभग 3 दशक जति आफ्नो जीवनलाई समर्पित गरेकी क्षीरदा खड्काको योगदान अमूल्य रहेको छ। यसै सन्दर्भलाई अघि बढाउँदै जाने क्रममा शिक्षाविद, भाषाविद, साहित्य साधक, वरिष्ठ बाल साहित्यकार बाबुलाल प्रधानद्वारा थालिएको पाठ्य पुस्तकको पठन पाठन विषयमाथि चिन्तन मनन गर्नु हो भने उनले दिएको अद्वितीय योगदानको सराहना गर्नै पर्ने हुन्छ। पाठ्य पुस्तक निर्माण अवधि बाल साहित्यलाई पनि सँगसँगै विकसित र समृद्धिशील बनाउने अभियानमा उनले उठाएका कदमहरू अतुलनीय रहेको छ। दियालो वर्ष 28 हाम्रो 115 अन्तर्गत एउटा लेख अनुसार भारतीय नेपाली साहित्यलाई बाल साहित्यको दृष्टिकोणले निहाल्न पर्ने प्राय खरिद परेको देखिन्छ। आजको शिशुलाई भविष्यको कर्णधार मानिएको संसारमा हाम्रो साहित्यले शिशुहरूमा पठन पाठनको निम्ति उस्तो केही गरेको पाइन्न। तर अन्य साहित्यमा, विशेष गरी अङ्ग्रेजी साहित्यमा भने बाल साहित्यको बाढ उर्लिएको देखिन्छ। यसरी दियालोमा पनि एउटा जनजागरणमूलक लेखद्वारा बाल साहित्यप्रति देखिएको उदासीनतालाई उजागर गरिएको पाउँछौँ। यसै हाम्रो 115 अन्तर्गत अङ्ग्रेजी साहित्यको महान बाल साहित्यकार तथा बहुचर्चित लेखिका एडिथ ब्लाइटनद्वारा लिखित मेडलको निम्ति आश्चर्य शीर्षकलाई श्रीमती राधा छेत्रीद्वारा नेपालीमा अनुवाद गरिएको पाइन्छ। दियालो हाम्रो 133 सेप्टेम्बर 2023 प्रकाशित सम्मेलन समाचार अन्तर्गत नेपाली साहित्य सम्मेलनले हिरक जयन्ती प्लाटिनम जुब्ली 75औं स्थापना दिवस समारोह कार्यक्रम अनुसार नेपाली साहित्य सम्मेलन दार्जिलिङ र भाषा संस्थान मैसुरको संयुक्त तत्त्वावधानमा प्रकाशित बाल गीत नवपल्लवको लोकार्पण श्रीकृष्ण मोक्तान प्रमुख अतिथिको बाहुलीबाट भएको जानकारी पाइन्छ। बाल साहित्यको जगेरा विकास र सम्वर्धन उद्देश्यका निम्ति दियालोको हाम्रो 140 2006 एउटा विशेष महत्त्वपूर्ण सूचना जारी गरेको पाइन्छ, जुन यस प्रकारको छ। नयाँ भाइ बहिनीहरूलाई सुझाउ छ उनीहरूले आफूलाई खुबै मन परेका तथा अप्रकाशित 2-4वटा रचनाहरू दियालोमा पठाउँदै गरून्। तीबाट हामीलाई असल लागेका रचनाहरूलाई बिचबिचमा टिप्दै क वा ख वा ग स्तम्भ अन्तर्गत प्रकाशमा ल्याउँदै जानेछौँ। तर यस स्तम्भको निम्ति रचना पठाउँदा त्यस्तो नयाँ भाइ बहिनीहरूले आफ्नो रचनाको माथिपट्टि क ख ग स्तम्भका निम्ति भन्दै स्पष्टसित लेखी पठाउनु पर्नेछ। अनि आफ्नो रचना प्रकाशित गर्दै
प्रकाशित भए रचनाकारहरूले सम्मेलनसित व्यक्तिगत रूपमा सम्पर्क राख्न पर्नेछ, सम्पादक मण्डली भनेर लेखेको छ। अघि नै उल्लेख गरिए चाहिँ बाबुलाल प्रधानद्वारा रचिएका बाल साहित्य पुस्तक पाठ्यपुस्तकहरूमा देखा परेका विभिन्न विधाहरू जस्तै कविता, कथा, निबन्ध, जीवनी आदि सबै अत्यन्त सरल, सहज र रुचिकर रहेका छन्। उनका मिठासपूर्ण भाषा शैलीमा लेखिएका त्यो पाठ्यपुस्तक सम्बन्धी लेख रचनाहरू पाठशालाका निम्ति मात्र नरहेर अन्य पत्रिकामा पनि प्रकाशित भएको पाइन्छ। सम्मेलनको दियालो हाँगो 102 नोभेम्बर 1985 देखा परेको उनको चन्दन वृक्ष नामक शीर्षक रहेको कविताको एउटा सानो अंश यहाँ प्रस्तुत छ। घुम्दै फिर्दै एउटा दाउरे पुग्यो निबेड बलबीज, हेरे सुगन्ध चन्दन वृक्ष आँखा गरी पुलुक्क, बन्चरोको धार रुखमा पर्दा सही नसक्ने पीडा भयो, तरै पनि हेर चन्दन सुगन्ध दिएर त्यो खुसी भयो। यसरी नै हाँगो 28 डिसेम्बर 1979 नै प्रमोद बहादुर छेत्री शीर्षक रहेको उनको एउटा उत्कृष्ट कथा पनि प्रकाशित भएको पाइन्छ। मानव जीवन शीर्षक रहेको उनको अर्को मिठो बाल कविता हाँगो 111-112 मई 1989 प्रकाशित छ। उक्त कविता अनुसार कुनै एउटा भँवरा फक्रिएको फुलको मिठो रस चुस्दै लोभमा फसिएर अधिक समय बिताउँदा सूर्यास्त पनि भइहाल्छ। त्यस फुलका सबै पत्रदल फेरि बिस्तारै एकत्रित भएर अघि नफक्रिँदाको कोपिला झै ड्याम्म बन्द भएपछि त्यो भँवरा अब बाहिर निस्कनै सक्दैन। ठिक त्यसै प्रकार एउटा लमक गर्दै आइरहेको हात्तीले भुइँमा त्यो कमलको फुल टेकी पटाउँदा त्यो लोभी भँवराको पनि त्यसै प्राण जान्छ। यस्तो मिठो नैतिक शिक्षाले भरेको कथा पाइन्छ उनका कविताहरूमा। अब फेरि आउँ एक कर्मठ तपस्वी नारी बाल साहित्यकार किरण खड्कातर्फ दियालो हाँगो 141 डिसेम्बर 2000 अन्तर्राष्ट्रिय सन्दर्भमा आउँदा एउटा दरिद्र बालकको सँगसँगै जीवन गाथाबाट सुरु भएर ब्रिटेनका ख्यातिप्राप्त प्रधानमन्त्रीको ओहदासम्म पुग्न सफल भएका इङ्ल्यान्डका सुप्रसिद्ध मजदुर नेता जेम्स ऱ्याम्जे म्याकडोनाल्डको जीवनको एक झाँकी पिपी दासलाई गोरुबथुलद्वारा अनुवाद भएको देख्छौँ हामी हाँगो 96 देखिको 98 मई 1982 दियालोमा। हनुमन्त निरौद्वारा रचित हिन्दी कवितालाई हरेन आलेले प्रकाशको यात्रा शीर्षक दिएर दियालो हाँगो 101 प्रकाशित गराएका छन्। उसरी नै महाकवि कालिदासद्वारा रचित सुविख्यात काव्य ग्रन्थ मेघदूतलाई साधुन विगणित छन्दमा जीवननाथ उपाध्याय अधिकारीले अनुवाद गरेको कवितालाई हाँगो 111-112 स्थान दिएको छ। यसै मेघदूत अध्ययनलाई यहाँ प्रस्तुत गरिदिन हुन म यस सत्रका अध्यक्ष नन्द हाङखिमज्यूलाई र अब म पोइन्टमा आउँ र अघि जो कथाको विश्लेषणमा हाम्रो नारद हाम्रा इन्द्रबहादुर त्यहाँ एक दुईजनाको छेत्रीले दिनुभयो थियो। त्यसमा अलिकति नामहरू छुटेको जस्तो मलाई लाग्यो। जस्तै कि धनांशु पक्कै नाम मैले त्यहाँ देखिनँ, बद्रीनारायणको देखिनँ, त्रिलोक देवानको देखिनँ, त्रिलोक राईको देखिनँ, तिलक राईको देखिनँ, नारद छेत्रीको देखिनँ, देवबन देउसाको देखिनँ। अनि सायद एक ठाउँ चाहिँ तपाईँले हरिश बमजनको चाहिँ नाम उल्लेख गर्नुभएको होला। अनि यो नामहरू राख्दाखेरि तपाईँहरूलाई म भन्छु सोधखोज गर्ने या खोजी गर्ने विद्वानहरूले चाहिँ क्रोनिकल प्रकारले लेख्नु। अब मेरो नाम इन्द्रबहादुर राई के अरे शिवकुमार राईको अगाडि राख्यो भने त्यो भएन, त्यो अन्याय हो क्या। क्रोनिकल हेर्छ, क्रोनोलोजी यसको हेर्नुपर्छ को पछाडि। त्यसले गर्दा जो स्टुडेन्टहरू हुन्छ नि उनीहरूलाई त्यसबाट ज्ञान हुन्छ कि यो पछाडि यो आएछ, यो पछाडि यो आएछ, यो पछाडि आएछ। तर हाम्रो धेरै अरू बेला म पढ्छु धेरै विद्वानहरूको क्रोनोलोजी पनि हुँदैन। नाम खास मनमा जे आयो त्यो लेख्यो हजुर, त्यो पनि गर्नु भएन। र यो लेखमा हजुरले त्यो सुधार दिनु होला। अनि नाटक विषय राम्रो गर्नुभएको छ हाम्रो सुखराज दियालीजी त एउटा क्रिटिक नै हुनु, एउटा स्थापित क्रिटिक भइसकेको छ। उहाँको क्रिटिसिजमको धेरै किताबहरू छन् र बडो सुन्दर ढङ्गमा उहाँले लेख्नु भएको छ। र भक्तदासजी एउटा नवोदित बडो प्रतिभाशाली, उहाँ त अङ्ग्रेजीमा पनि त्यत्तिकै बडो शानदार उहाँको एउटा पहुँच छ। एउटा के छ, उहाँले मेरो किताब पनि अङ्ग्रेजीमा छाप्ने मै हो, जुन चाहिँ मैले 2014मा एकाडेमी एवार्ड पाएको थिएँ सत्याग्रह भन्ने। त्यो यहाँ आइपुगिसकेको छैन रहेछ मैले यसो हेर्दाखेरि। अनि त्यो अङ्ग्रेजी यत्रो ठुलो अङ्ग्रेजी
यस्तो मिठो अङ्ग्रेजी त्यो सुन्दा हामीलाई पनि आमजिरीमा हुन्छ हजुर। त्यति राम्रो अङ्ग्रेजी उहाँले त्यो ट्रान्सलेट गर्नुभएको छ। उहाँ विद्वान मान्छे र उहाँ पनि राम्रो थियो र अब घन्टी लाउँदा हुन्छ होला, किनभने अब त खाने टाइम पनि भयो, टिफिनबाट घन्टी बजाइदिनु होला एकताल। र म यति भन्दै बिदा लिन्छु। धन्यवाद। टिचर अध्यक्ष श्री सचिन राई दुनीज्यूले गर्नुहुँदैछ र उहाँलाई यो दोस्रो सत्रको अध्यक्षताको निम्ति म आसन ग्रहण गराउन चाहन्छु। नेपाली निबन्ध अनि समालोचना क्षेत्रमा कार्यपत्र दिनुहुने डाक्टर मेघनाथ छेत्रीलाई पनि म आसन ग्रहण गराउन चाहन्छु। यसरी नै नेपाली कविता क्षेत्रमा दियालोको योगदान विषय कार्यपत्र प्रस्तुत गर्नुहुने डाक्टर जीवन नामदुङलाई पनि क्षमा गर्नुहोला, डाक्टर दिना हाङकिमलाई पनि म यहाँ आसन ग्रहण गराउन चाहन्छु। यसरी नै भ्रमण साहित्यमा दियालोको योगदान विषय कार्यपत्र प्रस्तुत गर्नुहुने डाक्टर नकुल छेत्रीलाई पनि यहाँ आसन ग्रहण गराउन चाहन्छु। यहाँहरूलाई सम्मानको निम्ति नेपाली साहित्य सम्मेलनकै सदस्य सविता सङ्कल्पबाट खदार्पण भइरहेको छ। सर्वप्रथम यस सत्रका अध्यक्ष श्री सचिनलाई दुमीप्रति खदार्पण भइरहेको छ। यसरी नै डाक्टर नकुल छेत्री प्रति खदार्पण भइरहेको छ। यसरी नै डाक्टर बिना हाङकिम प्रति खदार्पण भइरहेको छ। यसरी नै डाक्टर मेघनाथ छेत्री प्रति खदार्पण भइरहेको छ। र कार्यपत्र प्रस्तुता हुनुहुन्छ डाक्टर मेघनाथ छेत्री र उहाँलाई आफ्नो कार्यपत्र प्रस्तुत गरिदिन हुन म निवेदन टक्राउँछु। यस सत्रका आदरणीय अध्यक्ष महोदय श्री सचिन राई सर, उपस्थित हुनुभएका आदरणीय डाक्टर जीवन नामदुङ सर, आदरणीय नन्द हाङकिम सर, आदरणीय प्रेम प्रधान सर, आदरणीय सिके सर लगायत हाम्रा विशेष प्रोग्राम अफिसर आदरणीय अभिषेक सर लगायत सबैलाई हार्दिक अभिवादन टक्राउँदै विशेष मलाई दुईवटा पक्ष दिनुभएको छ। नेपाली निबन्ध र समालोचनाको क्षेत्रमा दियालोको योगदान भनेर एउटा ठुलो विषय निकै विस्तृत नै लाग्यो मलाई। अनि मैले हेर्दै जाँदाखेरि यो परिसंवादमा यो नअट्ने कुरा रहेछ। वास्तवमा यो चाहिँ पुस्तक तयार हुनुपर्ने रहेछ र त्यो पुस्तक चाहिँ घरमा सबले पढ्नुपर्ने मैले चाहिँ यही बोध गरेँ। अनि मैले लेख्दै जाँदाखेरि मैले अब लेख्दै गएँ, पढ्दै गएँ, लेख्दै गएँ। अनि कम्पोजिटरलाई कम्पोज गर्नु लगाएँ। छक्कै पऱ्यो म त हिजो, तपाईँको त 100 पेज नागेँ भने सँगै हुनु पनि अब होइन, सबै मूल्याङ्कन गर्नु भन्दा 100 त होइन, यो त 200 पेज नाग्ने रहेछ है। अन्त मैले र पनि त्यो डल्लै ल्याएर त्यो परिसंवाद टाइपको छैन, तर म अहिले त्यो 100 पेज त पढ्ने कुरा आउँदैन। अहिले 10 मिनटभित्रमा यही भित्रबाट म गर्न चाहन्छु र आगामी दिनमा म यो एउटा कोसिस गर्छु। अस्ति कलेजमा हुँदा पनि एउटा कार्यपत्र अकादमीबाटै मैले प्रस्तुत गरेको थिएँ। त्यहाँ पनि सरले नामदुङ सरले यसलाई चाहिँ पुस्तकै रूपमा बनाउनु भनेर उहाँले मलाई प्रेरणा दिनुभएको छ। सायद यो पनि अब त्यस्तै भयो भने चाहिँ मेरो दुईवटा कृति चाहिँ अकादमीको प्रेरणामा चाहिँ निकट भविष्यमै प्रकाशन हुनेछ है। र म सोझो अब जान्छु। अघिदेखि हामीले सुन्दै आएकै कुरो हो, यो दियालो 1959 नोभेम्बरदेखि प्रकाशित भएको भन्ने कुरो है। र विशेष रूपमा म यहाँलाई अवगत गराउन चाहन्छु। मैले अघि नै भने यो ठुलो क्षेत्र भएकोले गर्दा मैले यसमा चाहिँ 1959 देखि आजको लागि चाहिँ 1999 सम्म 40 वर्षको मात्रै मैले यहाँ गरेको छु। मैले आफ्नो पत्रमा यो मैले गरेको छु है। अनि अब यसको मैले जुन अध्ययन विधि छ, अध्ययन विधि चाहिँ मैले यो जुन चाहिँ उयोको कुनै पनि यो माथि लेखिएको कुनै लेखहरू हेर्ने भ्याइनँ मैले है। केवल मैले यो सम्मेलनको जुन पुस्तकालयमा आएर मैले झन् निकै दिन धाएर जुन दियालोहरू पढेँ र मैले त्यहाँ जुन एउटा सुरक्षित रूपमा तपाईँले जुन राख्नु भएको छ
त्यसको लागि चाहिँ म सलाम गर्छु। किनभने आज यहाँ चाहिँ सुरक्षित नभएको हामीले त्यो किताब चाहिँ कहाँबाट त्यो पत्रिका कहाँबाट पाउनु है, त्यो मैले पाउने अवसर पाएँ र जम्मा 155वटा दियालोका अङ्कहरू 55-56 त्यस्तै मैले त्यहाँ भेटाएको थिएँ। अनि अब यो 1959को जुन चाहिँ जब दियालो निस्कियो पहिलो जस्तो एउटा कस्तो राम्रो क्या त अब दियालो एउटा मैले देखेँ त्यहाँ रुख हाँगो, रुख एक हाँगो एक, कस्तो राम्रो होइन, रुख रोपे त्यो हाँगो एउटा, त्यसमा कति 155वटा हाँगो लाग्यो, त्यसमा कति फल फले होइन, कति फुल लाग्यो भन्ने चाहिँ एउटा प्रतीकात्मक क्या त है। अनि 1970सम्म मैले हेरेँ त्यहाँ कुनै सम्पादकको नाम पनि छैन, हेर्नुहोस् कति समर्पितहरू है, आफ्नो नाम बिनै केवल प्रकाशन उपसमितिद्वारा सम्पादित प्रकाशित भनेर हेर्नुहोस् त अब है कति राम्रो काम गर्नुभएको। त्यहाँदेखि उता मात्रै सम्पादकको नाम लेख्ने चलन सुरु भएको रहेछ। र 1959मा चाहिँ एकदमै हेर्नुहोस् अब रामकृष्ण शर्मा जस्ता एकजना धुरन्धर समालोचक र निबन्धकारबाट चाहिँ दियालोमा निबन्ध सुरु भएको रहेछ है। उहाँको पहिलो जुन चाहिँ निबन्ध त्यहाँ पहिलो आएको रहेछ, त्यहाँ दियालोको पहिलो अङ्कमा पहिलो रूप अनि हाँगोमा अक्षर तालव्यको गतिविधि वर्णान्तर रामकृष्ण शर्मा है उहाँको। त्यसपछि अर्को नेपाली भाषाको प्राण बाबुलाल प्रधान, उहाँहरूबाट सुरु भएको रहेछ है। र मैले अब यहाँ चाहिँ दशक गरेको छु, जस्तो 1900 अब त्यो दुईवटा आयो, त्यसपछि 60को दशकमा चाहिँ तपाईँको वर्ष 10 हाँगो 28 1900देखि है अब 1969सम्म है, त्यहाँसम्म चाहिँ जम्मा त्यसमा चाहिँ 27वटा हाँगोमा चाहिँ 120वटा निबन्धहरू प्रकाशित भएको रहेछ क्या त। प्रत्येक हाँगोमा कतिवटा के प्रकाशित भयो यहाँ मैले सबै डिटेल लेखिदिएको छु। अनि त्यसको वस्तुपरक पनि एउटा मैले के विषयमा चाहिँ लेखेको छ भन्ने कुरो यहाँ दिएको छु। जस्तो कि अब यहाँ एउटा शास्त्रीय सङ्गीत मणिनारायण प्रधान, जस्तो यहाँ चाहिँ उहाँले शास्त्रीय सङ्गीतको स्वरूप, महत्त्व, सौन्दर्य र साङ्गीतिक परम्पराको परिचय दिने विवेचनात्मक निबन्धको रूपमा प्रस्तुत। यस्तो मैले 120वटाकै यसरी छोटो छोटो प्रस्तुति यहाँ दिएको छु। तर यो पढेर यहाँ सम्भव छैन, त्यसमा अब त्यस्ता धेरै राम्रो निबन्धहरू है यहाँ जो चाहिँ अब आज नेपाली साहित्य जो निबन्ध जगतमा नाम कमाएका निबन्धकारहरूको चाहिँ अब यहाँ दियालोमा क्या प्रकाशित भएको रहेछ पहिलो है। उहाँहरूले त्यहाँ त सुरु भएको रहेछ उहाँहरूको पनि यात्रा, निबन्ध यात्रा है। त्यसरी यो हाँगो मैले दिँदाखेरि 120वटाकै यहाँ अब जस्तो अब यहाँ नन्द हाकिम सरकै मेरो परिचय भन्ने एउटा राम्रो निबन्ध उहाँले प्रस्तुत गर्नुभएको रहेछ दियालो वर्ष 3 हाँगो 9मा त्यहाँ है। त्यसरी नै हाम्रो राष्ट्रिय चाड र सयपत्री फुल भन्ने विष्णुराम राई होइन, उहाँ जस्ता अब एउटा सायद अहिले अलिक नाम ओझल पऱ्यो होला है, तर हेर्नुहोस् उहाँहरूको रहेछ है। अनि त्यसरी नै अब राजनारायणको ऐना जस्ता निबन्धहरू भयो है। राजनारायण सरको धेरैवटा निबन्धहरू 60को दशकमा पाइयो। त्यसरी नै धान नाच मङ्सिरको 2 दिन श्रीहाङ सुब्बाका निबन्ध भयो है। यस्तो 120वटा मैले 1-2जनाको मात्रै भनिदिँदैछु। हाम्रो दसैँ खाली उहाँको निबन्ध, एकदम राम्रो निबन्धहरू क्या त यसरी प्रस्तुत भएको। अनि यो अब 120वटा निबन्धहरूलाई फेरि मैले के गरेँ भन्दाखेरि यसको अब विषयवस्तुगत वर्गीकरण क्या, कस्तो खाले निबन्ध चाहिँ 120वटामा चाहिँ कस्तो छ त भन्दाखेरि चाहिँ भाषा र व्याकरण सम्बन्धी निबन्धहरू यो चाहिँ 60को दशकको मात्रै है, 12वटा रहेछ त्यस्तो है। त्यसपछि धेरै लेखिएको छ, अरू म अब समयलाई मध्यनजर राखेर अगाडि उहाँ हाम्रा विज्ञ डाक्टर बिना हाङ्किम गुरामा अनि डाक्टर नकुल सरको पनि हामीले सुन्नु छ र म मेरो यही अन्त गर्छु। धन्यवाद। नेपाली निबन्ध अनि समालोचना क्षेत्रमा दियालोको योगदान प्रस्तुत गर्नुभयो आफ्नो कार्यपत्र। यहाँ डाक्टर मेघनाथ छेत्रीलाई धन्यवाद टक्राउँदछु। यसरी नै दोस्रो वक्ता हुनुहुन्छ डाक्टर बिना हाङ्किम, नेपाली कविता क्षेत्रमा दियालोको योगदान लिएर उहाँलाई यहाँ नमस्कार। दोस्रो सत्रका अध्यक्ष महोदय, आर्यक प्रश्नोत्तरद्वय,
नेपाली भाषा परामर्श समितिका संयोजकद्वय, नेपाली साहित्य सम्मेलनका अध्यक्ष महोदय अनि 10 गजा पारीबाट आउनुहुने मेरा प्रिय कविवर विमल वैद्यज्यू लगायत प्रेक्षागृहमा उपस्थित सम्पूर्णमा मेरो सादर अभिवादन स्वीकार गर्नुहोस्। र मलाई दिएको आलेखको शीर्षक छ नेपाली कविता साहित्यमा दियालुको योगदान। नेपाली साहित्यको संरक्षण एवं सम्वर्धनार्थ दार्जिलिङको गरिमामय साहित्यिक संस्था नेपाली साहित्य सम्मेलनले सुरुदेखि आज पर्यन्त निर्वाह गरेको महत्त्वपूर्ण र अतुलनीय योगदान अवर्णनीय छ। नेपाली भाषा र साहित्यको सेवामा जुट्ने हाम्रा समर्पित साहित्यसेवी साहित्य साधकहरू साँच्चै नमनीय एवं वन्दनीय छन्। सन् 1924 को मई 25 का दिन स्थापित नेपाली साहित्य सम्मेलनले सन् 1931 मा आफ्नो मुखपत्र नेपाली साहित्य सम्मेलन पत्रिकाको प्रथम अङ्क प्रकाशित गरेको थियो। सन् 1959 को 23 मईका दिन सम्पन्न साधारण सभाद्वारा उक्त नेपाली साहित्य सम्मेलन पत्रिकालाई पुनर्जीवन प्रदान गर्न हेतु दियालो नेपाली साहित्य सम्मेलन पत्रिका नामकरण गरिएको तथ्य प्रकाशमा आएको देखिन्छ। त्रैमासिक पत्रिकाका रूपमा प्रकाशित दियालोको प्रथम अङ्क रूप 1 हाँगो 1 मा महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति समर्पित कविता यस प्रकारको थियो। हे स्वर्गीय महान नेपाली महाकवि लक्ष्मीप्रसाद देवकोटा, तिम्रो अद्वितीय प्रतिभा, मानवता र सरलताको पुण्य स्मृतिमा नेपाली साहित्य सम्मेलनले आज आफ्नो दियालोको पहिलो हाँगो सादर अर्पण गरिरहेको छ। यसरी दियालोको प्रारम्भमै नेपाली साहित्यका महान स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति उनको योगदानको कदर गर्दै अनुग्रहिती जनाउने कार्य गरिएको छ। नेपाली कविता क्षेत्रमा सुरुमा प्रशस्ति गान जस्ता कविताहरूकै बाहुल्य पाइन्थ्यो। तथापि दियालोमा प्रकाशित उक्त कविता महाकविप्रति खुशामत गर्ने कार्य नभई आभार व्यक्त गर्ने ध्येयले नै रचिएको हो भन्न उपयुक्त हुन्छ। दियालोको प्रकाशनप्रति अति कृतज्ञ बन्दै रचिएको कवि सन्तवीर लकान्दिरको कविता यस प्रकार छ। दियालो शीर्षक कवितामा अहो साथी आयो दियालो निर्मल ज्योति फिंजल। दियालोको प्रारम्भिक कालका कविताका रूपमा प्रस्तुत छ कवि धरणीधर शर्माका केही पंक्तिहरू। जघन्य कर्म जो तजौं, वरेण्य कर्म जो गरौं, कठै अझै कति यसै असभ्य झैं रहिरहौं। उठौं उठौं पढौं गुनौं विशाल चालका धनी, बनी बनी छिटो छिटो मनोहिमालमा चढौं शीर्षकबाट लिएको। कविताको एउटा प्रमुख गुण हो मानसिक तीव्रता। पाठक वा श्रोताका मानसिक भूभागमा प्रभाव पार्न सक्ने रचना नै प्रभावकारी बन्न सक्दछ। यसरी कवितामा निहित प्रभावात्मकता, कलात्मकता र ओजस्विताले नै कवितालाई गरिमा प्रदान गर्ने दायित्व वहन गर्दछन्। यस हिसाबले हेर्नुपर्दा दियालोमा प्रकाशित कविताहरू यथोचित सम्पादकत्वको कसीमा खरो उत्रेर पाठकवर्ग समक्ष प्रस्तुत भएका देखिन्छन्। सुरुमा प्रकृतिवाद, अध्यात्मवाद, सामाजिक यथार्थवाद, तरलतावादमा आधारित कविताहरूले दियालोका पाताहरूमा प्रश्रय पाएका देखिन्छन्। समाज र आफ्नो जातिलाई उत्थानतर्फ हौस्याउने किसिमका कविताहरू नै बढी मात्रामा प्रकाशमा आएका थिए, जुन युग सापेक्ष पनि थियो। दियालोमा प्रकाशित सुरुका कविताहरूले स्वच्छन्दताको धारालाई अनुसरण गर्दै एउटा लामो परम्परा नै कायम राखेको देखिन्छ।
परिकथाको स्वर्ग शीर्षक कवितामा पारिजात लेख्छिन्। यो परिकथाको स्वर्गमा प्रेम अन्धो छैन। यहाँ देख्न पाइन्छ मिलन र वियोगको एकसाथ आँखा तर्ने रमाइलोपना। परिकथाको स्वर्गबाट लिएको। कवयित्री सानुमती राई कर्मको छाया कवितामा यसरी आफ्नो मनोभाव व्यक्त गर्छिन्। छाया नभए पनि तिम्रो कर्म डुलेबस्छ मन मनमा, जीवनको अर्थ कत्रो शक्तिशाली हुँदो रहेछ। अर्का प्रखर कवि शरद छेत्रीको उद्गार सुनौ। समय मसित थियो बग्यो त्यो, म समयसित थिएँ बगे म। समय खोजेको तटमाबाट लिएको। प्रत्येक सर्जक आफ्नो देशप्रति इमान्दार रहेकै हुन्छ, जसको प्रमाण हामी उनीहरूद्वारा रचित देशप्रेमले ओतप्रोत भएका कविता पङ्क्तिहरू पढ्दा भए बापत डाक्टर बिना हाङखिमलाई धेरै धेरै धन्यवाद दिँदै अब यस सत्रको अन्तिम कार्यपत्र प्रस्तुता हुनुहुन्छ डाक्टर नकुल छेत्री र उहाँलाई आफ्नो कार्यपत्र भ्रमण साहित्यमा दियालो पत्रिकाको योगदान विषय आफ्नो कार्यपत्र प्रस्तुत गरिदिनु हुन म निवेदन टक्राउँदैछु। परिसंवाद कार्यक्रमका अध्यक्ष महोदय, साथै साहित्य अकादमी नेपाली भाषा परामर्श समितिका संयोजकद्वय सरहरू, हाम्रा पूर्व प्रस्तोता अनि सम्पूर्ण उपस्थित साहित्यकार यहाँहरूमा हार्दिक अभिवादन टक्राउँदै म मेरो विषय राख्दैछु। विषय राख्नुभन्दा पहिला म दुईवटा कुरा राख्न गइरहेछु। सो के भने मेरो विषय छ भ्रमण साहित्यमा दियालो पत्रिकाको योगदान। नेपाली भ्रमण साहित्यमा भ्रमण भन्ने बित्तिकै मैले साधारण सम्झेको थिएँ, तर यो भ्रमण जुन चाहिँ आयो यात्रा, अघि यहाँ हाम्रो मेघनाथ भाइले पनि भन्नुभयो, यो सबै एकार्कामा सम्बन्धितै रहेछ। कवितामा पनि त आउँछ भ्रमणको कुराहरू, कथामा पनि आउँछ, नाटक विभिन्न विधामा हामीले पाउँछौँ। तर अब तिनीहरूको स्वरूप आफ्नै प्रकारको छ। कविता आफ्नै भयो, नाटक निबन्ध यस्तो प्रकारले समालोचना उपन्यास आफ्नो आफ्नो विधा भएर गएको छ, त्यसको प्रारूप आफ्नै भएर गएको छ। तर अन्तिममा चाहिँ आउँदा यहाँनिर निबन्ध, संस्मरण, भ्रमण, नियात्रामा चाहिँ अलिकति भोत्लिनु पर्ने जस्तो मलाई लाग्यो। किनभने त्यहाँनिर त्यो भ्रमण चाहिँ निबन्धमा पनि छ, त भ्रमण संस्मरणमा पनि छ, नियात्रामा पनि छ। तर त्यसो हुँदाखेरि पनि संस्मरणमा चाहिँ एकदमै कम भ्रमणको चित्रण, त्यहाँ भावना बढी भएको, त्यसले गर्दाखेरि त्यो निबन्धलाई त मैले छोडिदिइहालेँ। त्यसरी नै संस्मरणमा पनि अब यो भ्रमणको त्यहाँको चित्रणहरू चाहिँ लाई गौण राखेर प्रधान रूपमा चाहिँ आफ्नो भावना, आफ्नो विचार र संस्मरणात्मक प्रकारले गएको छ भने त्यसलाई पनि मैले अलग्गै पार्दाखेरि त मलाई धेरै अलुङ भइगयो। त्यसले गर्दाखेरि यहाँनिर मेरोमा त्यत्रो बेसी पनि मैले लिइनँ, यो सबैले छोडेर। र जुन जुन संस्मरण र नियात्रा छ त्यहाँनिर चाहिँ यो भ्रमणको बढी त्यहाँ प्रयोग गरिएको छ, उल्लेख गरिएको छ भने तिनीहरूलाई चाहिँ मैले टिपेको हुनाले गर्दाखेरि अनि यी जति पनि यो यात्राकारहरू उहाँहरूले आफ्नो आफ्नो प्रवृत्ति अनुसार व्याख्या गरेको हुनाले उहाँहरूको छोटो छोटो संक्षिप्त चर्चा म यहाँनिर राख्न गइरहेको छु। र मेरो शीर्षक छ नेपाली भ्रमण साहित्यमा दियालो पत्रिकाको योगदान। सारांश: मानव विकासमा भाषा र साहित्यको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। भाषा र साहित्यको उन्नति नभई जातिको उन्नति सम्भव छैन भन्ने आदर्शलाई आत्मसात गर्दै नेपाली साहित्य सम्मेलनको स्थापना सन् 1924 मा भएको हो। स्थापना कालदेखि नै यस संस्थाले नेपाली भाषा र साहित्यको संरक्षण, सम्वर्धन तथा श्रीवृद्धिलाई आफ्नो प्रमुख उद्देश्यका रूपमा अँगाल्दै
निरन्तर साहित्यिक तथा भाषिक गतिविधि सञ्चालन गर्दै आएको छ। यही अभियानलाई अझ प्रभावकारी र सुदृढ बनाउन सम्मेलनले सन् 1959 मा दियालो पत्रिकाको प्रकाशन प्रारम्भ गर्यो। यस पत्रिकाले विविध विधाका उत्कृष्ट रचनाहरू नियमित रूपमा प्रकाशित गर्दै नेपाली भाषा र साहित्यको विकास, सम्वर्धन तथा समृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। साहित्यका विविध विधामध्ये भ्रमण साहित्यलाई पनि यस पत्रिकाले विशेष प्राथमिकताका साथ स्थान दिएको छ। नेपाली गद्य साहित्य अन्तर्गत भ्रमण साहित्य एक महत्त्वपूर्ण विधा हो। यसले यात्रा, भूगोल, प्रकृति, संस्कृति, समाज, इतिहास तथा आत्मानुभूतिलाई कलात्मक रूपमा संयोजन गरी पाठक समक्ष प्रस्तुत गर्दछ। दियालो पत्रिकाले नेपाली भ्रमण साहित्यको विकास, प्रवर्धन र वैचारिक विस्तारमा उल्लेखनीय योगदान दिएको छ। प्रस्तुत कार्यपत्रमा दियालो पत्रिकामा प्रकाशित भ्रमण सम्बन्धी रचनाहरूको संक्षिप्त समालोचनात्मक अध्ययन गर्दै उक्त पत्रिकाले नेपाली भ्रमण साहित्यलाई प्रदान गरेको दिशा, विषयगत विविधता, शैलीगत नवीनता तथा सांस्कृतिक चेतनाको विश्लेषण गरिएको छ। अध्ययनबाट दियालोले भ्रमणलाई केवल यात्रा वृत्तान्तमा सीमित नराखी सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा अस्तित्ववादी विमर्शसँग समेत जोड्दै भ्रमण साहित्यको विषय क्षेत्रलाई फराकिलो बनाएको तथ्य स्पष्ट हुन्छ। कार्यपत्र प्रस्तुताहरूको कार्यपत्र विषयमा केही शब्द राखिदिनुहोस् भनी अध्यक्ष सचिन राई जुमीलाई आग्रह गर्दछु। वार्ता परिसंवादका प्रथम उद्घाटन सत्रका अध्यक्ष डाक्टर चन्द्रकुमार राईज्यू, प्रमुख अतिथि भारतीय भाषा साहित्य परामर्श समितिका पूर्व संयोजक डाक्टर नामदुङजी, अनि दिल्लीबाट प्रतिनिधित्व गर्न कलकत्ताका हाम्रा अभिषेक रथ महोदय, उद्घाटन वक्तव्य प्रस्तुत गर्नुहुने नेपाली भाषा परामर्श समितिकै पूर्व संयोजक अनि वर्तमानका जेनरल काउन्सिल मेम्बर्स प्रेम प्रधानज्यू, प्रथम सत्रका अध्यक्ष अभिन्न मित्र मेरा नन्द साथी नन्द हाङ्किमज्यू, अनि यो कार्यक्रमलाई शोभायमान बनाउन आइदिनुभएका शिष्ट, वरिष्ठ, विशिष्ट श्रोतागण, साथसाथै यो रिक्त बेन्चीहरूलाई पनि सम्बोधन गरे। नामदुङजीले एकपल्ट त्यसरी नै हल रिक्त हुँदाखेरि बेन्चीहरूलाई सम्बोधन गरेका थिए। आज त्यही प्रक्रिया यहाँ सुरु हुँदैछ। नेपालबाट इलामनगरका साहित्यकार विमल वैद्यजी यहाँ आइपुग्नुभयो। दाइङ चौकबार वरिपरिका साथीहरू छैनन्, यो पनि एउटा विडम्बना हो, सायद केही पर्यो होला। त आज जति पनि वार्ताकारहरूले आफ्ना आफ्ना वार्ता प्रस्तुत गरे, सबै वार्ताभित्रको बुँदाहरू, लेखाजोगाहरू, विवरणहरू साह्रै रोचक, प्रकाशनीय छ। त यसो हुँदाखेरि दियालोलाई सम्मान पुगेको मैले महसुस गरेँ। यहाँले त्यो महसुस गर्नुभयो होला। दियालोको शिर उठेको छ आज। यो दियालो यो वर्षमा 67 इयर्स, 67 वर्ष पुगेको रहेछ। अब 60 वर्ष पुग्दा हामीले
कौस्तुभ जयन्ती मनाउनुपर्ने थियो, तर 2020 को 28 फरवरी र 1 तारिक 2 तारिक मार्च भित्र कोभिड-19 जब यसको प्रकोप सुरु भयो, यसले सारा विश्व तर्कमान गरेको हुँदा र त्यसको असर 2-2.5 वर्षसम्म परिरहेको हुँदाखेरि त्यो विषयमा हामी साहित्य सम्मेलनले सम्झनै सकेनौँ, केही गर्न सकेनौँ, जताततै अचल अवस्थामा थियो। तर अब 67 वर्षदेखि उता अब 7 वर्ष छ, दियालोको आयु 7 वर्ष छ भन्दाखेरि 7 वर्ष बादमा 75 इयर्स पुग्छ। त्यति बेला के हामी 75 वर्ष पुगेको उपलक्ष्यमा के हामीले प्लाटिनम जुब्ली अथवा हीरक जयन्ती मनाउन सक्छौँ? यो विषय अहिले उठान गरेको कुरा मात्रै हो, यसलाई विवरण गर्ने कुरा होइन। आगामी कार्यकारी समितिले चिन्ता गर्ने विषय हो, उहाँहरूलाई हामी जिम्मा दिन्छौँ। तर हामी आज साहित्य सम्मेलनको मात्रै कुरा गर्छौँ दियालोको आधारमा, अलिकति साहित्य अगाडिलाई कुरा छौँ। अलिकति म यहाँ हाम्रा जय जवान एकदमै यङ एनर्जेटिक अफिसर, प्रोग्राम अफिसर अभिषेक महोदयको ध्यान म आकर्षण गर्न चाहन्छु यहाँ सबैको अनुमति लिएर। सो रेस्पेक्टेड Abhishek Rajji, I want to draw your kind attention to the expression of my thought, which is going to be expressed before you, that Sahitya Academy, Delhi, is stepping into the age of 70 years this year. So it takes only 2 years only to reach the age of 75 years. So I don't know whether Sahitya Academy is contemplating about to celebrate the completion of 75 years in the form of Platinum Jubilee. Or what is to say that it is Hirak Jayanti, we call it Hirak Jayanti also. So I think it would be much better if Sahitya Academy could celebrate this occasion to honor the victorious year. So today our Suresh Babu and Dr. Devendra Divesh, they were supposed to attend this program this year. I don't know why they became absent. The reason is not known to me. Anyway, you are here in charge of Sahitya Academy. So please, while reaching Calcutta, while reaching Delhi, please have a talk to the समय धेरै अब नष्ट भएर जान्छ। अनि अर्को यहाँ नाटकहरू, अब नाटक अहिलेसम्ममा 31वटा नाटक मात्रै भएको थाहा पाइयो है, जबकि यहाँ 343वटा कोही 343वटा अङ्क भएको पत्रिकाहरू, 142 अङ्क भएको पत्रिकाहरू बन्द भयो भने कमसेकम हामी 156 अङ्कमा पुग्यौँ। बिचमा कतिपय बिचमा केही वर्षहरूमा चाहिँ यहाँनिर अगलठगल भएको हुनाले, केही कमी कमजोरी भएको हुनाले अहिले यो सङ्ख्याको हिसाबले कम्ती नै हो, दियालो कम्ती नै हो। र हामीले यसको 75 वर्षको उमेर पुगिन्जेलसम्म धेरैवटा अङ्क हुनसके क्वार्टरली नत्र भने हाफ इयरली, अर्धवार्षिक रूपमा चाहिँ हामीले गर्नैपर्छ होला भनेर आउने कार्यकारी समितिलाई हामीले सरसल्लाह दिनुपर्छ। र अलिक कमसेकम उदय पत्रिकालाई कमसेकम जितौँ न। उदय पत्रिका झन् 190 अङ्क भइसकेको छ, साहित्य अलिक बेसी पनि भयो, स्रष्टा पनि धेरै पुरा भइहाल्यो, बिन्दु प्रशस्तै छ। त्यसैले हामी कमसेकम साहित्य सम्मेलन त अझ एभोटेक गर्नु सक्नुपर्छ भन्ने मेरो भनाइ छ। र जो यहाँ वार्ताकारलाई चाहिँ म धेरै धेरै आज धन्यवाद दिन्छु।
अलिकति यसले हामीलाई एक प्रकारको सकसकी लाग्यो, कहिले राम्रो बृहत रूपमा कहिले थोरैले हामी पढ्न सकौँ भन्ने विचार हामीलाई आइसकेको होला। र आज मैले अब कहीँ के छोड्यो भने त्यो अब उमेरलाई नै म दोष दिन्छु, बिर्स्यो पनि होला भन्नुपर्ने र यति नै, किनभने 10-15 मिनटभन्दा बेसी बोल्नु अझै राम्रो होइन। र म यहाँहरू सबैलाई धन्यवाद ज्ञापन गर्दछु। र 6 जना विज्ञ विद्वान वर्गले 8वटा विषयमाथि आफ्नो अध्ययन प्रस्तुत गर्नुभयो र यति छोटो समयमा प्रस्तुति गर्नु सम्भव होइन, यद्यपि उहाँहरूले समराइज गरेर गर्नुभयो, यसको निम्ति पनि उहाँहरूलाई धन्यवाद। र अब अन द होल धन्यवाद ज्ञापनको निम्ति नेपाली साहित्य सम्मेलनका सहसचिव जोगेन दर्नाललाई म यहाँ निमन्त्रणा गर्दछु। अभिवादनसहित, सादर अभिवादनसहित यो औपचारिकता निर्वाह गर्न म उपस्थित भइरहेको छु। सदीय कविवर ईश्वर वल्लभले भन्नुभएको थियो, सारा दिन अरूलाई बाँडे सायद यी रात मेरा, सुखहरू अरूका सायद यी आँसु मेरा। यो अन्तमा बिट मार्ने कार्यक्रम लिएर यहाँ उपस्थित छु। हुन त क्रमैसँग व्यक्तिपछि नै हामीले धन्यवाद प्रदान गरिएको सुन्दै आयौँ प्रत्येक व्यक्तिलाई नै। यद्यपि समग्रतामै भन्नु हो भने नेपाली साहित्य सम्मेलन दार्जिलिङ र साहित्य एकाडेमी दिल्लीसितको यो सम्बन्ध प्रगाढ छ र सदैव हाम्रा कार्यक्रम अधिकारी महोदय श्रद्धेय अभिषेक रथ यहाँ उपस्थित हुनुहुन्छ। उहाँलाई ससम्मान आदर प्रदान गर्दै अनि नेपाली साहित्य सम्मेलनका अध्यक्ष महोदय र प्रथम र दोस्रो दुई सत्रका अध्यक्ष महोदयगण अनि प्राज्ञिक तहमा प्रस्तुत गर्नुभएका हाम्रा परिसंवाद पत्र प्रस्तुताहरू 6 जना, श्रद्धेय इन्द्रबहादुर छेत्री, डाक्टर सुकराज दियाली, भक्तराज सुनार, श्री मेघनाथ छेत्री, डाक्टर बिना हाङखिम, डाक्टर नकुल छेत्री, यहाँहरू लगायत कार्यक्रमका आयोजक प्रायोजक प्रत्यक्ष परोक्ष जति पनि व्यक्तिहरूले यो कार्यक्रमलाई नेपाली साहित्य सम्मेलनको यो मञ्चसम्म ल्याउनको लागि हरमकदुर कोसिस गरी यो सम्पन्न हुन सक्यो, यसको लागि आभार व्यक्त गर्दछु। आभार व्यक्त गर्दछु हाम्रो सङ्कल्प प्रोडक्सन, जसले यो कार्यक्रमलाई सञ्चार माध्यमद्वारा जनमानस समक्ष प्रस्तुत गर्नको लागि हरमकदुर कोसिस गरिरहनु भएको छ। हाम्रा एक विशिष्ट कवि इलामबाट आउनुभएको कवि हुनुहुन्छ विमल वैद्यज्यू, यहाँ उपस्थित हुनुहुन्छ। उहाँको उपस्थितिले पनि यसलाई अलिकति अतिरिक्त उचाइ प्रदान गरेको छ। उहाँले अवश्य पनि यो यहाँको विषयवस्तुलाई सिमाना पारी पुर्याइदिनु हुनेछ भन्ने हामीलाई आशा लागेको छ। नेपाली भाषा साहित्यमा दियालोको योगदान थियो। अब अझै अर्को एउटा विषय छ, नेपाली साहित्य सम्मेलनको दियालोलाई आज पर्यन्त जीवन्त राख्न साहित्य सम्मेलनको योगदान र विशेष गरी प्रथम अङ्कदेखि लिएर आजको यो अन्तिम अङ्कसम्मका सम्पादक महोदयहरू, उहाँहरू हाम्रो लागि द्रष्टा पनि हुनुहुन्छ, स्रष्टा पनि हुनुहुन्छ र मार्ग निर्देशक पनि हुनुहुन्छ, मार्गदर्शक पनि हुनुहुन्छ। र उहाँहरूप्रति पनि सम्मान गर्दै र सम्पूर्ण महानुभावलाई समग्रमा आभार व्यक्त गर्दै म यो मेरो औपचारिक धन्यवाद ज्ञापन समाप्त गर्दछु। यहाँहरू सबैलाई फेरि पनि धन्यवाद दिँदै यो वार्ता परिसंवाद कार्यक्रम सफल नै भयो भनेर म आफै घोषणा गर्दै
यो कार्यक्रम अन्त भयो भनेर म